दमन बस्नेतज्यूलाई पनि स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रोशन कृष्ण नाचुजी हाम्रो सिनियर भाइस प्रेसिडेन्टलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो भाइस प्रेसिडेन्ट प्रदीप कार्कीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। युवराज श्रेष्ठज्यू हाम्रो जेनरल सेक्रेटरीलाई पनि स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो ट्रेजरर पदमराज सुवेदीज्यूलाई पनि स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ग्रहण गरिदिनु हुनको लागि कार्यकारी सदस्यहरू अशोक थापाज्यू, सुवर्णराज भण्डारीज्यू, पृथ्वीराज वैद्यज्यू, गीता राणाज्यू, शान्ति मुक्तानज्यू, हविन्द्र देवज्यू, प्रिय रञ्जन सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो भाइस प्रेसिडेन्ट प्रदीप कार्कीज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो पूर्व अध्यक्षज्यूहरू केपी मास्कीज्यू, भूपेन्द्र कार्कीज्यू, रमेश ल्युटेलज्यू, सरदा भद्र रञ्जितज्यू र दीपक मल्होत्राज्यूलाई पनि अगाडिको कुर्सीमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अल लाइफ टाइम मेम्बर्स एन्ड मेम्बर्सहरूलाई पनि डेजिग्नेटेड सिटिङ एरियामा बसिदिन हार्दिक अनुरोध गर्दछु। So now, to formally begin today's session, I would like to invite our Senior Vice President, Mr. Roshan Krishna Najarju, to please deliver the welcome remarks. क्लब 50 नेपालका आदरणीय सभापति महोदय, ड्यासमा रहनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरू, हाम्रा पूर्व अध्यक्षज्यूहरू, विशिष्ट व्यक्तित्वज्यूहरू र सम्पूर्णमा मेरो अन्तरात्मादेखि न्यानो अभिवादन, नमस्कार। सर्वप्रथम त म सम्पूर्णमा आजको यस 19औं महाधिवेशन समारोहमा म हार्दिक स्वागत गर्न चाहन्छु र सम्पूर्णमा हार्दिक बधाई ज्ञापन पनि गर्न चाहन्छु र सम्पूर्णमा म बधाई छ र अवश्य पनि यो डाक्टर अङ्गुर कार्कीज्यूको जुन कार्यकाल हिजो जस्तो लाग्थ्यो है, आज आएर यति छिटै लगभग अब 3 वर्ष पनि भयो जस्तो लाग्छ है। सधैँ उहाँ नै भइदिएको भएदेखि राम्रो हुन्थ्यो जस्तो पनि भएको छ। धेरै होइन एउटा क्रियाकलापहरू पनि हामीले गर्ने मौका पायौँ र अवश्य पनि यो 2 वर्षे कार्यकाल भनौँ न, कार्यकालमा चाहिँ उहाँले गर्नुभएको जुन किसिमको एउटा उत्साहपूर्ण क्रियाकलापहरू छ हैन, एउटा रचनात्मक कामहरू छ, त्यसको लागि हामी सबैजनाले एप्रिसिएट गर्नै पर्छ। एकपटक ताली बजाएर उहाँलाई चाहिँ एउटा कृतज्ञता ज्ञापन गरौँ र अवश्य पनि यो कार्यकालमा धेरै कुराहरू हैन, कमी कमजोरी पनि भयो होला, विभिन्न चुनौतीहरू पनि आयो होला र यसको बावजुद पनि लड्दै पढ्दै आज यो 19औं महाधिवेशनसम्म हामी आइपुगेका छौँ र अवश्य पनि यो महाधिवेशन भनेको हाम्रो संस्थाको एउटा रेखा कोर्ने एउटा दिन पनि हो र अवश्य पनि यहाँहरूको सल्लाह सुझाव विचारको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र हाम्रो 2 चरणमा आजको यो कार्यक्रम हुन गइरहेको छ। अहिले हाम्रो सदस्यहरूको एउटा अधिवेशन कार्यक्रम जसमा चाहिँ हैन विभिन्न एक्टिभिटिजहरू यो वर्षभरि भएका क्रियाकलापहरूको समीक्षा गर्ने, अनुमोदन गर्ने, छलफल गर्ने कामहरू हामी गर्छौँ भनेदेखि, त्यस्तै गरेर लेखाको पनि छ हैन, केही चित्त नबुझेका कुराहरू छ अथवा सल्लाह सुझावहरू छ भनेदेखि त्यसमा पनि यहाँहरूले चाहिँ आफ्नो सल्लाह सुझाव राख्न सक्नुहुनेछ र अवश्य पनि यो पहिलो सेक्सन चाहिँ एउटा त्यही किसिमबाट हामी सदस्यहरू बीच एउटा अन्तर्क्रिया कार्यक्रम गरेर हामी सघाउँछौँ भनेदेखि दोस्रो चरणको कार्यक्रम हाम्रो लगभग 5:30 बजे भनेका छौँ, 6 बजेदेखि चाहिँ हाम्रो स्टार्ट गर्ने प्रोग्राम छ। त्यो भने 7 बजेसम्ममा चाहिँ हामी
कम्प्लिटली होइन सघाउने किसिमबाट 8 बजेसम्ममा हामी चाहिँ एउटा घर फर्कन सक्ने किसिमबाट चाहिँ यो प्रोग्रामलाई चाहिँ हामीले सेट गरेका छौँ र अवश्य पनि यो 2 चरणको कार्यक्रममा यहाँहरूको सल्लाह सुझावको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र अवश्य पनि कतिपय साथीहरू आउँछु भनेर फोन गर्दाखेरि पनि आउँदै हुनुहुन्छ होला है आउन बाँकी पनि छ लगभग 40 जना जति सदस्यहरू हुन्छ कि भन्ने खालको चाहिँ हाम्रो अनुमानित थियो अहिले लगभग हामी 20-25 जनाको हाराहारीमा छौँ र अवश्य पनि आउँदै हुनुहुन्छ होला आज हाम्रो चिफ गेस्टमा चाहिँ हाम्रो अर्थ सचिव घनश्याम उपाध्याय अथवा रेग्मीजी होइन आउँदै हुनुहुन्छ त्यस्तै गरिकन सहसचिव हाम्रो एकजना उत्तर खत्रीजी पनि आउँदै हुनुहुन्छ त्यस्तै गरिकन विशिष्ट अतिथिमा चाहिँ हाम्रो च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल जो पनि हुनुहुन्छ र त्यस्तै गरिकन हाम्रो एक्ट्रेस हाम्रो प्रियङ्का कार्की होइन उहाँको श्रीमान पनि आउँदै हुनुहुन्छ त्यस्तै गरी अन्य भिआइपीहरूलाई पनि हामीले चाहिँ निम्तो गरेका छौँ र अवश्य पनि आजको यो कार्यक्रम एउटा सफल बनाउनको लागि हामी सबैजनाको चाहिँ इफोर्ट रहनेछ भन्ने मैले विश्वास गरेको छु र ठिक टाइममा ठिक किसिमबाट टु द पोइन्ट हामी चाहिँ कार्यक्रमलाई चाहिँ अगाडि बढाउनेछु भन्दै पुनः एकपटक म सम्पूर्ण आदरणीय पूर्व अध्यक्षज्यूहरू कार्य समितिका पदाधिकारीज्यूहरू र सदस्यज्यूहरूलाई चाहिँ आजको यस 19औं महाधिवेशन समारोहमा चाहिँ हार्दिक स्वागत गर्दै म बिदा माग्न चाहन्छु स्वागतम 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 धन्यवाद नमस्कार Thank you so much, sir, for your warm welcome address. अब चाहिँ म स्टेजमा हाम्रो महासचिव मिस्टर युवराज श्रेष्ठज्यूलाई एनुअल रिपोर्ट प्रेजेन्ट गर्नको लागि निमन्त्रणा दिन चाहन्छु। धन्यवाद बहिनी। इस कार्यक्रमका सभापति क्लब 50 नेपालका अध्यक्ष आदरणीय डाक्टर अङ्कुर कार्की, त्यस्तै गरी क्लबका इमिडिएट पास्ट प्रेसिडेन्ट आदरणीय दमन बस्नेज्यू, त्यस्तै गरी क्लबका सिनियर भिपी आदरणीय रोशन कृष्ण न्यासुज्यू, त्यस्तै गरी क्लबका उपाध्यक्ष आदरणीय प्रदीप कार्कीज्यू, त्यस्तै गरी क्लबका कोषाध्यक्ष आदरणीय पदमराज सुवेदीज्यू, क्लबका चार्टर प्रेसिडेन्ट आदरणीय केपी मास्केज्यू, पूर्व अध्यक्षज्यूहरू, क्लबका पदाधिकारीज्यूहरू, कार्य समिति सदस्य र लाइफ टाइम मेम्बर्स र स्पेसली आदरणीय भाउजूहरू सबैलाई क्लब 50 नेपालको तर्फबाट र मेरो तर्फबाट सबैलाई मैले स्वागत गर्न चाहेँ। पक्कै पनि क्लब 50 नेपालले डाक्टर अङ्गुरको कार्यकालमा धेरै कामहरू समय र परिस्थितिको बावजुद पनि हामीले धेरै कार्यक्रमहरू गर्न सफल भएका छौँ र लास्ट इयरको एजिएम पछि लास्ट इयर हामीले मार्च 11, 2024 मा चाहिँ होटल ग्राउन्ड प्लाजा नक्सालमा काठमाडौँ महानगरपालिकाका उपमेयर आदरणीय सुनिता डङ्गोलज्यूको आतिथ्यतामा चाहिँ हामीले क्लब 50 को 18औं साधारण सभा चाहिँ समापन गरेका थियौँ र त्यतिखेर चाहिँ हामीले यो अभियान म्यागजिन पनि विमोचन गरेका थियौँ। अगस्त 12, 2024 मा कार्य समिति सदस्य आदरणीय सुवर्णराज भण्डारीज्यूले क्लब 50 नेपालले चाहिँ पहिलादेखि नै चाहिँ यो क्लब मेम्बरहरूले चाहिँ एउटा हाम्रो मन्थली मिटिङ होस्ट गर्ने एउटा ट्रेन थियो। म चाहिँ क्लबमा जोइन गर्दाखेरि त्यो एउटा ट्रेन थियो, त्यसलाई चाहिँ कन्टिन्युटी चाहिँ हाम्रो एक्जिक्युटिभ कमिटीका मेम्बर आदरणीय सुवर्णराज भण्डारीले चाहिँ आफ्नै निवासमा चाहिँ एउटा लन्च मिटिङ होस्ट गर्नुभएको थियो र त्यतिखेर चाहिँ हामीले यो तीजलाई चाहिँ जुन पहिलादेखि नै तीजलाई चाहिँ हाम्रो आफ्नै तरिकाले सेलिब्रेसन कसरी गर्ने भन्ने खालको चाहिँ निर्णय हामीले गरेका थियौँ। त्यस्तै गरी अगस्त 29, 2024 मा क्लब 50 नेपालले तीजका कार्यक्रमहरू आयोजना गर्ने क्रममा सासाङ घर कुमारी पार्टी ललितपुरमा चाहिँ क्लबका सदस्यका जीवन सङ्गिनीहरूलाई तीजको उपहार वितरण गर्ने र दर खुवाउने कार्यक्रम चाहिँ हामीले गरेका थियौँ। नेक्स्ट, नोभेम्बर 15, 2024 मा क्लब 50 नेपालको मासिक बैठक होटल ग्राउन्ड प्लाजा नक्सालमा आयोजना गरियो। उक्त बैठकमा चाहिँ अन्डर 19 महिला क्रिकेट टिमले चाहिँ हाम्रो एउटा ट्रफी हामी जितेर आएका थियौँ र त्यही टाइममा चाहिँ हामीले अन्डर 19 महिला टिमलाई चाहिँ अध्यक्षज्यू लगायत पदाधिकारी र उपस्थित मेम्बरहरूले चाहिँ बधाई तथा शुभकामना कार्यक्रम पनि हामीले त्यही होटलमा राखेका थियौँ। नेक्स्ट, डिसेम्बर 8, 2024 मा पनौती आधारभूत विद्यालय क्लब 50 नेपालले चाहिँ एउटा स्थापना कालदेखि नै यो पनौतीको स्कुललाई चाहिँ हामीले त्यहाँ छात्रवृत्ति मात्रै होइन कि त्यहाँ पढ्ने भाइ बहिनीहरूको लागि चाहिँ रिक्वायरमेन्ट जस्तो स्टेसनरी र जस्तो खालको त्यहाँको चाहिँ जुन रिक्वायरमेन्टलाई चाहिँ त्यहाँको प्रिन्सिपल
सरहरूको अनुरोधमा चाहिँ क्लब 50 नेपालले सुरुवातदेखि नै गरिरहेको जुन कार्यक्रमलाई चाहिँ यो कार्यकालमा पनि हामीले चाहिँ 40 जना विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ शैक्षिक सामग्री चाहिँ हामीले हस्तान्तरण गरिएका थियौँ र यो कार्यक्रमलाई चाहिँ सहयोग गर्न हुने क्लब 50 नेपालका चार्टर प्रेसिडेन्ट आदरणीय केपी मास्के दाईको सहयोगमा यो गरिएको थियो र उहाँलाई चाहिँ आभार पनि क्लबको तर्फबाट आभार पनि व्यक्त गर्न चाहन्छौँ। त्यस्तै गरी क्लब 50 नेपाल कोले चाहिँ यो मासिक बैठक चाहिँ हामीले यो आउट अफ स्टेसन भन्नाले हामीले चाहिँ बाहिर गएर गर्ने एउटा ट्रेन सेट गरेका थियौँ। त्यही हिसाबमा चाहिँ यो डायमन्ड हिल रिसोर्ट पनौतीमा चाहिँ हामीले मन्थली मिटिङ र चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ एउटा रिफ्रेसमेन्ट खालको प्रोग्राम चाहिँ हामीले त्यहाँ आयोजना गरेका थियौँ। डिसेम्बर 23, 2024मा क्लबका पूर्व अध्यक्ष दीपक मल्होत्रा दाईको कार्यालयमा चाहिँ मासिक बैठक आयोजना गरिएको थियो र स्पेसली त्यो बैठकको मेन उद्देश्य चाहिँ लालीगुराँस सहकारी संस्थामा रहेको पैसालाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ गहन छलफल भएको थियो। डिसेम्बर 27, 2024मा संस्थाका बालवाला अध्यक्षज्यूको स्वास्थ्य डाक्टर साहबको चाहिँ यो नीको एउटा ठुलो अपरेसन गर्नुभएको थियो इन्डियामा र उहाँको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामनाको लागि चाहिँ क्लब 50 का हामी पदाधिकारी मेम्बरहरू चाहिँ उहाँकै निवासमा गएर चाहिँ हामीले स्वास्थ्य लाभको कामना पनि गरेका थियौँ। डिसेम्बर 28, 2024मा क्लब 50 युके च्याप्टरको सहयोगमा पनौती नगरपालिका वार्ड नम्बर 12 कलातीगालमा पनौती च्याप्टरका अध्यक्ष तथा पदाधिकारी को उपस्थितिमा चाहिँ 60 घर परिवारलाई चाहिँ न्यानो कपडा यो चाहिँ हाम्रो पनौती च्याप्टरका अध्यक्ष पवन कुमार थापाको अनुरोधमा चाहिँ त्यहाँ चाहिँ यो एकदमै विकट अब हुन त पनौतीबाट एकदमै नजिक तर हामीलाई जानलाई पनि एकदमै गाह्रो त्यो ठाउँ चाहिँ त्यस्तो अवस्था र त्यो चाहिँ एकदम भयावह अवस्था पनि हामीले हेरेर आइयो र त्यहाँ चाहिँ यो क्लब 50 युके च्याप्टरको सहयोगमा चाहिँ हामीले 70 घर परिवारलाई चाहिँ न्यानो कपडा चाहिँ हस्तान्तरण गरिएको थियो। त्यस्तै गरी क्लब 50 युके च्याप्टरको सहयोगमा डिसेम्बर 30, 2024मा चाहिँ जोरपाटी स्थित नयाँ जीवन नेपाल नामक संस्थालाई चाहिँ आवश्यक औषधि तथा खाद्यान्न लगायतका सामग्रीहरू वितरण गरियो। नर्मली हामीले चाहिँ यो अर्फन हाउसहरूमा गएर चाहिँ खाद्यान्नहरू वितरण गर्ने कार्यक्रम मोस्ट अफ द सोसल अर्गनाइजेसनहरूले चाहिँ त्यो गर्ने ट्रेन थियो। यो चाहिँ अलिकति फरक खालको चाहिँ संस्था रहेछ यो जीवन नेपाल नामक संस्था। त्यहाँ चाहिँ तपाईँको स्पेसली यो अब भनौँ न अशक्त बच्चाहरू र उहाँको लागि चाहिँ सबभन्दा बढी रिक्वायरमेन्ट चाहिँ त्यो डाइपरहरू कि अब त्यो चाहिँ अब हेर्दाखेरि सुन्दाखेरि सानो जस्तो तर त्यो एकदम महँगो पनि पर्ने उहाँलाई चाहिँ त्यो एकदमै आवश्यक रहेको कुरा चाहिँ हामीलाई क्लबलाई जानकारी भयो र त्यही अनुसार चाहिँ हाम्रो यो युके च्याप्टरको सहयोगमा चाहिँ हामीले त्यहाँ चाहिँ यो ह्यान्डओभर गरेका थियौँ। क्लब 50 नेपालले चाहिँ नयाँ वर्ष 2025को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम चाहिँ यो एभोकाडो रेस्टुरेन्टमा हामीले गरेका थियौँ। अर्को इम्पोर्टेन्ट काम चाहिँ शिखर इन्सुरेन्सको सहयोगमा क्लब 50 नेपालका पूर्व अध्यक्ष आदरणीय उत्तम मास्के दाईको भाउजू चाहिँ शिखर इन्सुरेन्सको डिसिओ हुनुहुन्छ र उहाँको चाहिँ कोर्डिनेसनमा र उहाँको सहयोग कोर्डिनेसन मात्रै होइन कि उहाँकै इनिसिएसन र सहयोगमा चाहिँ 15 थान कम्प्युटर त्यही हाम्रो चाहिँ यो पनौतीको जुन रेगुलर हामीले जुन स्कुललाई चाहिँ हामी सहकार्य गरिराखेका छौँ त्यो स्कुलमा चाहिँ हामीले 15 थान कम्प्युटर चाहिँ हामीले त्यहाँ हस्तान्तरण गरेका थियौँ र त्यो स्कुलले चाहिँ शिखर इन्सुरेन्स र क्लब 50 नेपाललाई चाहिँ एउटा एप्रिसिएसन पनि त्यतिखेर हामीलाई चाहिँ ह्यान्डओभर गर्नुभएको थियो र यही फोरमबाट चाहिँ अहिले भाउजू त आइपुग्नु भएको छैन। मलाई लाग्छ त्यतिखेर भाउजू डिसिओ भइ पनि सक्नु भएको थिएन। त्यसपछि चाहिँ उहाँले प्रमोसन पनि खानुभएको छ र भाउजूलाई चाहिँ एकदम कार्यकाल सफलताको शुभकामना मैले पर्सनली त दिएको थिएँ र संस्थाको तर्फबाट पनि हामीले शुभकामना दिन्छौँ र भोलिका दिनमा पनि शिखर इन्सुरेन्स नेपालको हिजो मात्रै त्यहाँको चेयरम्यान चाहिँ मेरो साथी नै हुनुहुन्छ हाम्रो गौरव अग्रवाल आई थिङ्क फर्स्ट कम्पनी चाहिँ यो सेकेन्ड क्वार्टरमा 400 त्यो नेपालको रेकर्ड ब्रेकर चाहिँ प्रिमियम कलेक्सन पनि उहाँहरूले गर्नुभएको मैले हिजो न्युज हेरेको थिएँ 400 करोड र पक्कै पनि हामीलाई विश्वास छ यो 10 इयरमा शिखर इन्सुरेन्सले अझ क्लब 50 नेपालसँग सहकार्य गरेर सामाजिक कामहरूमा चाहिँ हातेमालो गर्नेछौँ भन्ने हामीले चाहिँ आशा र विश्वास पनि लिएका छौँ। त्यस्तै गरी मार्च 29, 2025मा संस्थाको नियमित बैठक एभोकाडो क्याफे बालवाटारमा चाहिँ हामीले गरेका थियौँ। 8 अप्रिल 2025 संस्थाका आजीवन सदस्य पूर्व मन्त्री तथा सांसद
आदरणीय दीपक बोहराज्यूको देवसान ले चाहिँ हाम्रो क्लबलाई र देशको लागि पनि एकदमै ठुलो क्षति चाहिँ भएको हामीले चाहिँ त्यो चाहिँ फिल गरेका छौँ र दाइको स्वर्गारोहणमा चाहिँ हाम्रा क्लबका पूर्व अध्यक्ष पदाधिकारीज्यूहरू अध्यक्षज्यू लगायत चाहिँ हामी जति काठमाडौँमा उपलब्ध थियौँ हामी चाहिँ उहाँकै निवासमा गएर चाहिँ हामीले श्रद्धाञ्जली व्यक्त पनि गरेका थियौँ। अप्रिल 15, 2025 संस्थाका संस्थापक अध्यक्ष केपी मास्केज्यूको सहयोगमा मेन्टल अस्पताल पाटनलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरियो। त्यो मेन्टल अस्पताल नर्मल्ली सरकारी अस्पतालमा चाहिँ हामीले सुनेको चाहिँ धेरै फन्डहरू हुने र तपाईँको चाहिँ संस्था चलाउन त्यस्तो गाह्रो केही पर्दैन भन्ने खालको बुझाइ चाहिँ हामीले नर्मल्ली एज अ पिपलले बुझ्ने गरेका छौँ। तर हामी केपी दाई हामी चाहिँ जो उपलब्ध थियौँ हामी पूर्व अध्यक्षज्यूहरू अध्यक्षज्यू लगायत मेम्बरहरू हामी त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँको रियलिस्टिक बुझ्दाखेरि चाहिँ त्यहाँ सानसानो कुराहरू पनि एकदमै जरुरी पर्ने र खोजेको टाइममा त्यो चिजहरू नपाउने फेरि त्यहाँको अलिकति बिरामीहरूको अलिकति नेचर पनि डिफ्रेन्ट हुने भएको भएर चाहिँ उहाँहरूको त्यो रिक्वायरमेन्ट अनुसारको चाहिँ दाइकै इनिसिएसनमा र दाइकै सहयोगमा चाहिँ क्लब 50 को नाम तर चाहिँ टोटल्ली चाहिँ सहयोग चाहिँ केपी दाइकै सहयोगमा चाहिँ हामीले त्यो स्वास्थ्य सामग्री चाहिँ त्यहाँ डिस्ट्रिब्युसन गरेका थियौँ। त्यस्तै गरी मे 24, 2025 मा संस्थापक अध्यक्ष आदरणीय केपी मास्के दाइकै सहयोगमा दृष्टिविहीन मामाघर सामाजिक संस्था सुन्दरी जलमा खाद्यान्न तथा अन्य सामग्रीहरू पनि हामीले वितरण गरेका छौँ। र भन्नैपर्छ केपी मास्के दाई चाहिँ चार्टर प्रेसिडेन्ट मात्रै होइन क्लबको लागि चाहिँ एउटा चाहिँ रोल मोडल र चाहिँ जो पनि जसको कार्यकालमा पनि चाहिँ सामाजिक काम चाहिँ गर्नुपर्छ र गर्नको लागि चाहिँ एकदम प्रेरित गर्ने व्यक्ति र चाहिँ तपाईँको क्लबले नगर्दाखेरि क्लबसँग फन्ड नहुँदाखेरि पनि चाहिँ दाइ आफूले पर्सनली चाहिँ सहयोग गरेर चाहिँ समाजमा चाहिँ सामाजिक काम गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा चाहिँ त्यो जहिले पनि त्यो जुझारुपन र मोटिभेट गर्ने चाहिँ दाइको एउटा जुन त्यो काम गर्ने शैलीले पनि क्लब 50 नेपालले चाहिँ धेरै कामहरू चाहिँ दाइको सहयोगमा चाहिँ हामीले चाहिँ यो कार्यकालमा चाहिँ हामीले गर्न सफल पनि भएका छौँ। मे 28, 2025 मा क्लबका पूर्व अध्यक्ष आदरणीय रमेश लुइटेल र महासचिव म युवराज श्रेष्ठ स्कल इन्टरनेसनल नेपालको अध्यक्ष र म चाहिँ केन्द्रीय सदस्यमा चाहिँ मनोनित या निर्वाचित भएकोमा चाहिँ हामीले चाहिँ बधाई तथा शुभकामना पनि व्यक्त गरेका थियौँ। र मैले अलिकति यो स्कल इन्टरनेसनल नेपालको बारेमा चाहिँ अलिकति मैले जानकारी पनि गरेँ। आज रमेश दाइ आउन पनि सक्नु भएन। स्कल इन्टरनेसनल नेपाल भनेको चाहिँ नेपालमा यो साल 11,57,000 प्लस टुरिस्ट ल्यायो। यसमा झन्डै 9 लाख टुरिस्ट चाहिँ यो संस्थासँग एसोसिएट हुने मेम्बरहरूको चाहिँ मेम्बरहरूबाट चाहिँ त्यो टुरिस्टहरू आउँछन्। त्यो भनेको चाहिँ नेपालका जति पनि हाई एन्ड टुर अपरेटरदेखि जनरल बजेट टुर अपरेटरहरू चाहिँ एसोसिएट करिबन 80 प्लस अराउन्ड 90 मेम्बरहरू छन्। यसमा एकदम नम्बर अफ होटेल एकदमै कम होटेलियर हुनुहुन्छ र एयरलाइन्स त्यसमा चाहिँ टुर अपरेटरहरू को चाहिँ यो छाता संस्था हो र इन्टरनेसनल अर्गनाइजेसन जो चाहिँ नेपालमा पनि लामो समयदेखि 1970 यो चाहिँ प्रभाकर शमशेर राणाले नै इस्टाब्लिस गर्नुभएको संस्था हो। नेपालमा चाहिँ भन्नुपर्छ होटेल सङ्घ नेपाल, स्कल इन्टरनेसनल नेपाल, पाटा च्याप्टर, सो मेनी अर्गनाइजेसनहरू चाहिँ जस्तो नाटा पनि तपाईँको चाहिँ प्रभाकर शमशेर राणा जसले चाहिँ तपाईँको चाहिँ नेपालको हस्पिटालिटी सेक्टरमा चाहिँ उहाँको ठुलो योगदान छ र उहाँले चाहिँ सुरुवात गरेको संस्थामा चाहिँ एज अ हाम्रो पूर्व अध्यक्षले अहिले संस्थालाई लिड गरिराख्नु भएको छ भने म पनि त्यही टिममा बसेर काम गरिरहेको जानकारी गराएँ। नेक्स्ट जुन 3, 2025 संस्थाका महासचिव युवराज श्रेष्ठ सिन्धुली श्रेष्ठ समाज काठमाडौँको चाहिँ 8औं वार्षिक साधारण सभा चाहिँ अध्यक्षमा म आफै चाहिँ यो सिन्धुली श्रेष्ठ समाज काठमाडौँ भन्ने एउटा संस्था छ जो चाहिँ तपाईँको सिन्धुलीका नेवार समुदायहरूलाई चाहिँ तपाईँको चाहिँ अर्गनाइज गर्छ र त्यसको चाहिँ अहिले म तपाईँको चाहिँ बालवाला अध्यक्ष भएको पनि मैले जानकारी गराएँ। नेक्स्ट जुन 11, 2025 मा क्लबको मासिक बैठक होटल क्राउन प्लाजा नक्सालमा आयोजना गरियो। नेक्स्ट जुन 16, 2025 मा ब्राइट स्टार सोसाइटी बागबजारका अशक्तहरूलाई प्रिन्टर लगायतका स्टेसनरी सामग्री चाहिँ हस्तान्तरण गरियो। यो पनि चाहिँ केपी मास्के दाइकै सहयोगमा र उहाँ नै उपस्थिति भएर चाहिँ यो कार्यक्रम चाहिँ एकदमै भव्य रूपमा चाहिँ सम्पन्न गरिएको थियो। जुन 19, 2025 मा संस्थाका आजीवन सदस्य आदरणीय राजनाथ पाण्डे काठमाडौँ महानगरपालिकाको प्रहरी बल
मा चाहिँ एसएसपीमा बढुवा हुनुभएकोमा क्लबको तर्फबाट उहाँलाई बधाई तथा शुभकामना पनि व्यक्त गरियो। अगस्त 25, 2025 मा क्लब 50 नेपालले 30 कार्यक्रम आयोजना गर्ने क्रममा किम्ची रेस्टुरेन्ट अनामनगरमा सदस्यहरूका जीवन सङ्गिनीहरूलाई 30 को उपहार तथा दर खुवाउने कार्यक्रम चाहिँ हामीले सम्पन्न गरेका थियौँ। जेन्जी आन्दोलनमा ज्यान हुनुभएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै 1 मिनट मौन धारण आयोजना गरियो भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना चाहिँ क्लब 50 नेपालले आयोजना गरेको थियो। सेप्टेम्बर 12, 2025 मा जेन्जी आन्दोलनपछि पहिलो महिला प्रधानमन्त्री हुनुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई क्लब 50 नेपालको तर्फबाट अध्यक्ष आदरणीय डाक्टर अङ्कुर कार्कीले चाहिँ शुभकामना व्यक्त गर्नुभएको थियो। सेप्टेम्बर 27, 2025 मा संस्थाको मासिक बैठक एभोगाडो रेस्टुरेन्ट बालुवाटारमा सम्पन्न गरियो। साथै उक्त अवसरमा विजयादशमी तथा शुभकामना आदान प्रदान चाहिँ हामीले गरेका थियौँ। डिसेम्बर 2, 2025 मा संस्थापक अध्यक्ष केपी मास्केज्यूको सहयोगमा खगेन्द्र स्पेसल एजुकेसन मिडल स्कुललाई आवश्यक पाठ्य पुस्तक, ब्याग तथा खेलकुद सामग्री चाहिँ हस्तान्तरण गरियो। मैले भन्नै पर्छ मोस्ट अफ द प्रोग्राम चाहिँ केपी दाईकै सहयोगमा र चाहिँ उहाँको उपस्थितिमा चाहिँ हामीले धेरै कामहरू चाहिँ गरिएको कुरा पनि मैले जानकारी गराएँ, फोटोहरूले पनि देखाइराखेको छ। डिसेम्बर 5, 2025 मा संस्थाका निवर्तमान अध्यक्ष दमन बस्नेतज्यूबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डाक्टर महावीर पुनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरियो। डिसेम्बर 28, 2025 मा संस्थाको मासिक बैठक होटल ग्राउन्ड प्लाजा नक्सालमा सम्पन्न भयो। जनवरी 7, 2026 मा सनडाउन बाई कर्मा रेस्टुरेन्टमा नववर्ष 2026 को शुभकामना आदान प्रदान कार्यक्रम राखिएको थियो। जनवरी 17, 2026 मा आर्मी अफिसर क्लबमा संस्थाले नववर्ष 2026 को चाहिँ विशेष कार्यक्रम चाहिँ यो पक्कै पनि क्लब 50 नेपालले आर्मी अफिसर क्लबमा पहिलोचोटि र एकदमै ग्रान्ड कार्यक्रम चाहिँ लन्च र फुल डे हाम्रो एउटा रिक्रिएसन रिफ्रेसमेन्ट प्रोग्राम चाहिँ आयोजना हामीले क्लबले गरेका थियौँ। फेब्रुअरी 10, 2026 मा संस्थाको 19औं साधारण सभाको तयारी बैठक चाहिँ हामी धेरैवटा मिटिङहरू चाहिँ हिमालय होटलमा करिबन मलाई लाग्छ 5वटा होटल चाहिँ मिटिङ चाहिँ हामी हिमालय होटलमा बस्यो र त्यसकै रिजल्ट चाहिँ आज यो हामी एलफ्ट होटलमा चाहिँ यसको रिजल्ट पनि तपाईँहरूलाई चाहिँ दिइराखेका छौँ, किनभने धेरैवटा तयारी मिटिङहरू चाहिँ हामी बसेका थियौँ। थ्याङ्क यू सो मच। अब स्पेसली मैले चाहिँ भन्नै पर्छ कि यो कार्यकाल पूर्ण रूपमा सफल बनाउन महत्त्वपूर्ण योगदान प्रदान गर्नुहुने संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, आजीवन सदस्यज्यूहरू तथा सरकार राख्ने सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट तथा क्लबको तर्फबाट आभार प्रकट गर्न चाहन्छु। साथै मुलुकको विषम अवस्था तथा विशेष परिस्थितिमा समेत आर्थिक तथा भौतिक सहयोग गरी समाज सेवा गर्न उत्प्रेरित गर्नुहुने संस्थापक अध्यक्ष केपी मास्केज्यूलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। किनभनेदेखि क्लब 50 नेपालले चाहिँ हामी सबैलाई एउटा फन्डको व्यवस्थापन गरिएका थियौँ र अब समय र परिस्थितिले त्यो पैसालाई अलिकति हामीले व्यवस्थापन गर्न सकिएन। त्यसले गर्दाखेरि जुन हिसाबमा चाहिँ संस्थाले गर्नुपर्ने एक्टिभिटिजहरू चाहिँ हामीले चाहँदै पनि गर्न सकिएन, तर पनि धेरै कार्यक्रमहरू गरियो र त्यो धेरै कार्यक्रमहरू गर्नको लागि चाहिँ एकदम विशेष सहयोग पुर्याउनु हुने आदरणीय केपी दाई लगायत पूर्व अध्यक्षज्यूहरू सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद दिँदै मेरो यो महासचिवको प्रतिवेदन चाहिँ मैले तपाईँको समक्ष राखेको छु भन्दै मेरा केही शब्द टुङ्गाएँ। धन्यवाद, नमस्कार। यस सभाको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निवर्तमान अध्यक्षज्यू, उपाध्यक्षज्यू, सचिवज्यू, सम्पूर्ण सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू सम्पूर्णमा मेरो नमस्कार। अब 2081-82 को वार्षिक प्रतिवेदन क्लब 50 नेपालको मिति 2081-11-28 देखि 2082-10-29 सम्मको आर्थिक विवरण पेश गरेको छु। 19औं वार्षिक साधारण सभा भएका खर्च आम्दानी पछि पेश गर्ने छु। 2081-11-28 देखि 2082-10-29
आय व्यय विवरण आम्दानीतर्फ रु 5,13,164 रुपियाँ, खर्चतर्फ 4,86,340, बाँकी रहेको रकम 26,824। योभन्दा अगाडिको आर्थिक विवरण 2081 फागुन 28 गते पेश गर्दा नगद जम्मा हिसाब बुझाउँदा साङ्गेला ब्याङ्कमा मौजात रु 7,09,394 र एनएनबी ब्याङ्कको मौजात रु 438 रुपैयाँ थियो। कुल रकम रु 7,09,832 रहन गएको 18औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको थियो। साङ्गेला ब्याङ्कमा बचत खातामा रहेको रकम रु 7,09,394 र यस आवाको आम्दानी रु 26,824 र एनएनबी ब्याङ्कमा मौजात रकम रु 438 गरी अब कुल रकम रु 7,36,656 रुपैयाँ रहेको विवरण पेश भएको जानकारी हुन अनुरोध गर्दछु। चारमा लालीगुराँस सहकारीमा क्लबको अलमलमा परेको मुद्दतीको साउँ रु 14,80,000 र ब्याज रु 2,95,000 गरी जम्मा रु 17,75,000 रकमलाई यसै संस्थाका निवर्तमान अध्यक्ष दमन बस्नेत ज्यूबाट उक्त सहकारीसँग आफ्नो हिसाब मिलान गरी फिर्ता रकम उपलब्ध गराउन यस क्लबको सम्पूर्ण पदाधिकारीहरूको निर्णय बमोजिम निजलाई 2वटा चेक प्रदान गरिएको र निजबाट सो रकम बराबरको चेक समेत यस संस्थाले लिएको जानकारी हुन अनुरोध छ। उक्त रकम सहकारीबाट निजले प्राप्त गरेपछि यस संस्थालाई उपलब्ध गराउने सहमतिको कागज यसै साथ संलग्न गरिएको छ। दमन बस्नेतले यो कार्य गरी रकम फिर्ता गराउने अवस्था गरेकोमा सबैले धन्यवाद दिएको छन्। माथि उल्लेखित विवरण प्रष्ट हुने गरी 7 थान कागज यस प्रतिवेदनमा सङ्कलन गरिएको छ। साथै क्लब 50 को हिसाब किताब सबै पढेर सुनाउनुभन्दा लिखितमै फाइल बनाएर सबैलाई बाँडेको छु। क्लब 50 को के भन्छ यो प्रमाणपत्र, अडिट रिपोर्ट, कोषाध्यक्ष प्रतिवेदन अनि कर चुक्ता जम्मै फाइलमा हालेर पेश गरेको जानकारी गराउँदछु। अनि लालीगुराँस सहकारीमा भएको रकम 17,75,000 समेत गरी क्लब 50 नेपालको कुल रकम बचत 25,11,656 रहेको जानकारी गराउँदछु। अब दमन बस्नेत अध्यक्षज्यू हुँदाखेरिको यो कोषको स्थापना गर्नुभएको छ। त्यो बेलामा 14,80,000 थियो, ब्याज 2,95,000 आएको छ। अहिले डाक्टर अङ्कुर कार्कीको कार्यपालोमा थपेर 25,11,656 रहेको जानकारी गराउँदछु। अब यो साउँ चाहिँ कहिले पनि नमास्ने, यसलाई चाहिँ अब नयाँ कार्यकालले पनि थप्दै जाने जाओस् भन्ने मेरो भन्दै कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरी पास गरिदिनु हुन अनुरोध गर्दछु। भने यहाँ सबै मैले चाहिँ किताब बनाएर बुक बनाएर पेश गरेको छु। कुनै मेरो गल्ती पनि हुनसक्छ, त्रुटि पनि हुनसक्छ।
अब सोध्नु होला यो यसमा के भयो भन्ने कुरा पनि सोध्न सक्नुहुन्छ यहाँले। यति भन्दै सबैलाई नमस्कार, धन्यवाद। क्लब 50 नेपालको फाइनेन्सियल रिपोर्ट स्पष्ट गरिदिनु भएकोमा पदमज्यूलाई धेरै धेरै धन्यवाद। अब आजको कार्यक्रम अघि बढाउँदै म हाम्रो प्रेसिडेन्ट डाक्टर अङ्गुर कार्कीज्यूलाई यहाँ सबैको लागि एउटा विशेष हार्दिक निमन्त्रणा दिन चाहन्छु। नमस्कार, शुभ सन्ध्या सबैलाई। वेलकम टु क्लब 50 नेपाल भन्नु सबैजना सदस्यज्यू हुँदै हुन्छ, त्यसमाथि पनि भाउजूज्यू, मेरा देशका सबै पदाधिकारीज्यू र उपस्थित सम्पूर्ण सदस्यज्यू र भाउजूहरूमा म क्लब 50 नेपालको अध्यक्ष डाक्टर अङ्गुर कार्की आजको यस 19औं वार्षिक साधारण सभाको अवसरमा उपस्थित सम्पूर्ण अतिथि सम्पूर्ण शुभचिन्तक र सहयोगी संस्थाहरूको हार्दिक स्वागत धन्यवाद दिन चाहन्छु। आज यो दिन हाम्रो क्लबको निरन्तर यात्रा एउटा महत्त्वपूर्ण अध्याय हो र नेतृत्व हस्तान्तरण भनेको केवल जिम्मेदारी हस्तान्तरण होइन, मात्र होइन, यो एउटा एक पुस्ताबाट अर्को पुस्तामा विश्वास, अनुभव र प्रतिबद्धताको हस्तान्तरण पनि हो। म अध्यक्षको हैसियतले मेरो कार्यकालमा क्रममा क्लब 50 का सबै सदस्य, पदाधिकारी, सहयोगीहरूले जुन साथ, सल्लाह र सहयोग प्रदान गर्नुभयो त्यसप्रति म अत्यन्त आभारी छु। तपाईहरूको समर्थन र मेहनतकै कारणले हाम्रो क्लबले स्वास्थ्य, शिक्षा र वातावरण 3 प्रमुख क्षेत्रहरूमा उल्लेखनीय प्रगति गर्न सफल भएका छन्। अनि गत वर्षमा हामीहरूले के गर्यौँ भन्दाखेरि स्वास्थ्य सामग्री वितरण भन्दाखेरि हामीले चाहिँ एउटा डाइपर चाहिँ गर्यौँ। अर्को चाहिँ त्यो मानसिक अस्पतालमा चाहिँ मानसिक रोग भनेको कुरा उहाँहरूले चाहिँ म यो हुन्छु भनेर हुँदैन, उहाँ एकदम अब केही गर्न पनि सक्दैनन्। अनि उहाँहरूलाई चाहिँ अब स्पेसल्ली मेन्सुरेसन हुँदाखेरि चाहिँ उहाँहरूलाई धेरै गाह्रो, अब प्याड पनि आवश्यक भएको भएर हामीले उहाँको एकजना सिस्टर इन्चार्जसँग कुरा गर्दाखेरि चाहिँ के आवश्यकता छ त भन्दा त्यहाँ चाहिँ एकदम प्याडको आवश्यकता छ, त्यही भएको भएर हामीलाई चाहिँ प्याड वितरण गरिदिनु भए ठिक हुन्छ भनेर भन्यौँ र हामी सबैजना गएर चाहिँ हामीले चाहिँ त्यहाँ प्याडको डिस्ट्रिब्युट गरेको थियौँ मानसिक अस्पतालमा। विद्यार्थीहरूलाई छात्रवृत्ति सामग्री वितरण हाम्रो महासचिवजीले भनिसक्नुभयो र दृष्टिविहीन र असहायक वर्गहरूलाई सहयोग, जुन चाहिँ हामीले दृष्टिविहीनहरूलाई चाहिँ हाम्रो संस्थागत अध्यक्ष केपी मासिकताईज्यूबाट चाहिँ त्यसमा चाहिँ हामीले के भने बेल पेपर भन्ने एउटा हुँदो रहेछ। त्यो बेल पेपर चाहिँ हातले यसो गरेर उनीहरूको पेपर, त्यो बेल पेपर र कम्प्युटर डिस्ट्रिब्युट गराएको थियौँ। अनि असहाय वर्गलाई खाद्यान्न वितरण हाम्रो महासचिव युवराज श्रेष्ठज्यूले सबै अघि चित्र समेत देखाइसक्नुभयो। थ्याङ्क यू युवराज भाइ, होइन। अनि र यसमा चाहिँ यो सहयोग गर्नेमा चाहिँ अघि हाम्रो महासचिवजीले पनि भनिसक्नुभयो। म स्पेसल थ्याङ्क हाम्रो संस्थापक अध्यक्ष केपी मास्कीज्यूलाई। मेरो कार्यकालमा पनि उहाँले जति बेला पनि अङ्गुर ल आज यसो त आएको छ जाउँ वितरण गर्न भन्दाखेरि म हुन्छ दाइ भनेर उहाँले धेरै कहिले त महिनाको 2 चोटि पनि गएका छौँ, होइन। अब सानोतिनो किन नहोला, उहाँले हामीलाई धेरै अहिले गन्ती गर्ने हो भने उहाँको धेरै योगदान छ। त्यही भएर थ्याङ्क यू सो मच उहाँलाई, थ्याङ्क यू नदी म बस्न सक्दिनँ। कार्यक्रमलाई सफलतापूर्ण गरेका छौँ। यी सबै उपलब्धिहरू केवल व्यक्तिगत प्रयासले होइन, सामूहिक भावना र एकताको बलमा सम्भव भएका छन्। अब म अत्यन्त खुसीका साथ नयाँ नेतृत्वको लागि यो जिम्मेदार ऊर्जा नयाँ समूहको क्लब 50 को हस्तान्तरण गर्दैछु। मलाई विश्वास छ नयाँ समूहले क्लब 50 लाई अझ सशक्त, समावेशी, सामाजिक दिशातर्फ अघि बढाउनेछ। हामीले रोपेको बिरुवाहरू अब नयाँ हातले स्याहार्नेछन्, नयाँ सोच, नयाँ ऊर्जा सहित समाजमा अझ उज्यालो फैलाउनेछ। अन्तमा म सबै पूर्व अध्यक्षज्यूहरू, संस्थापक सदस्य, पदाधिकारी तथा हरेक सदस्य प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नयाँ नेतृत्वलाई सफलताको कार्यक्रमको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। साथै भाउजूहरूलाई आइदिनु भएकोमा थ्याङ्क यू सो मच, धन्यवाद। हाम्रो सचिव उप महासचिव युवराज श्रेष्ठज्यू र कोषाध्यक्ष पदमराज सुवेदीज्यूले जुन गर्नुभयो
पेस गर्नुभयो नि आर्थिक प्रतिवेदन र हो त्यसमा चाहिँ सबैजनाले एउटा अनुमोदन गरेर केही छ भने उहाँहरूलाई सुझाव दिनु होला, त्यहाँ केही गर्नुपर्ने छ भने भनिदिनु होला, होइन भने यसलाई पास गर्न अनुरोध गर्दछु। अब पहिला म युवराजजीको भन्छु पास। अब त्यसपछि हाम्रो कोषाध्यक्षज्यू पदम सुवेदीज्यूको प्रतिवेदन पास। थ्याङ्क यू सो मच। Thank you so much for the present. So अब चाहिँ हाम्रो रिपोर्ट्सहरू अप्रुभ भइसकेको छ। So for the end, I would really like to respectfully hand over this stage to Deepak Malhotra, Election Commissioner of Club 50 Nepal. यस क्लब 50 का अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, उपाध्यक्षज्यू, कार्य समिति सदस्यज्यूहरू, भाउजूहरू सम्पूर्णलाई मैले लाइफमा आज कमिसनरको टाइटल पनि पाएँ। आयुक्त पहिलोपल्ट इलेक्सन कमिसनरको तर्फबाट सबैलाई नमस्कार गर्न चाहन्छु। र अहिलेसम्मको हिस्ट्रीमा मैले आमाको हिसाबले क्लब 50 मा हामी एउटा सौहार्दपूर्ण वातावरणमा चुनाव गर्दै आएका छौँ। अहिलेसम्म हामी चुनाव गर्नु परेको छैन र आज पनि हामी सायद त्यसै दिशातिर लम्कँदैछु र होपफुल्ली हामी अब एकछिनपछि हामी यो नोमिनेसन फाइल त्यसपछि दाबी विरोध सम्पूर्ण कुरा सकेर हामी चुनाव सम्पन्न गर्नेछौँ र त्यो जिम्मा मैले पाएको छु र मैले मेरो जिम्मालाई राम्ररी निर्वाह गर्नेछु भन्ने कुरा यहाँलाई राख्न चाहन्छु। बाँकी यस विषयमा धेरै भन्नुपर्ने कुरा त छैन र क्लब 50 कै बारेमा सानो कुरा गर्नु पर्दाखेरि अघि हाम्रो महासचिवज्यू युवराजजीले भन्नुभयो यो क्लबको विषयमा धेरै कुराहरू भन्नुभयो र म पनि एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि वी डु रेस्पेक्ट टु अल द मेम्बर्स। क्लब 50 आज क्लब 50 जुन एउटा यो ठाउँमा छ र जुन एउटा सोसियल एक्टिभिटिजमा हामी अगाडि बढ्ने भनेर जुन भनेका छन् त्यसमा हाम्रो फाउन्डर प्रेसिडेन्ट केपी मास्केज्यूको भूमिका नम्बर 1 मा छ। म उहाँलाई उहाँले हरेक एक्टिभिटिजमा सबैजनाले गरेको छ, म त्यो भन्न खोजेको होइन, तर सबभन्दा बढी योगदान चाहिँ नि उहाँको भएको कुरालाई मैले पनि नकार्न सक्दिनँ। यहाँलाई एकपल्ट फेरि म धन्यवाद दिन चाहन्छु र आउने दिनमा पनि यहाँको सक्रियता यत्तिकै हुनेछ भन्ने कुरा हामीलाई पूर्ण विश्वास छ। भन्दै अब निर्वाचनको कार्यक्रम अगाडि बढाउन अब लिस्टहरू अब तयार हुँदैछ, हामी त्यतातिर अगाडि बढ्छौँ। धन्यवाद। Thank you so much, Deepak Malhotra-ji, for your wonderful address. Next, I would like to invite our IPP, Daman Basnet-ji, for his address. साधारण सभाका सभापतिज्यू तथा त्यसमा उपस्थित सम्पूर्ण आदरणीय क्लबका सदस्यहरू, भाउजूहरू, अब यो एउटा सानो कुरा, हाम्रो यो आज निर्वाचनमा रोल क्रम अनुसार हाम्रो कोषाध्यक्ष पद्मराज सुवेदी एकैछिन भन्छ ध्यान दिनुहोस् है। रोल क्रम अनुसार पद्मराज सुवेदी चाहिँ कोषाध्यक्षबाट महासचिवमा पदोन्नति हुनुपर्नेमा उहाँको यो हिसाब किताब र कोषको काम एकदमै राम्रो भएको हुनाले हामी यहाँ 5-7 जनाले सही गरेर उहाँ महासचिवमा पदोन्नति हुनुपर्नेमा फेरि उहाँलाई कोषाध्यक्षमै बस्न हामीले अनुरोध गऱ्यौँ। उहाँले स्वीकार्नु भएको छ र अर्को साधारण सभामा उहाँले कोषाध्यक्षबाट उपाध्यक्ष बनाउने भनेर यहाँ एउटा सहमति पत्र बनाएको छौँ। यो म सुनाउँछु किनभने यो पत्र र प्रमाणहरू जरुरी हुन्छ आजकल, मौखिक भन्दा पनि। हाम्रो पूर्व कानुन मन्त्री निरञ्जन थापा दाइले हो भनेपछि झनै आनन्द लाग्यो मलाई। सहमति पत्र आज मिति 2082-11-9 सम्पन्न हुन गइरहेको 19औं वार्षिक साधारण सभामा हाम्रा क्लबका कोषाध्यक्ष पद्मराज सुवेदीलाई आगामी हुने साधारण सभामा उपाध्यक्ष बनाउने तल क्लबका सदस्यहरूको निम्न सदस्यहरूको सहमति रहेको छ। भूपेन्द्र कार्की, दीपक मल्होत्रा, रोशन किशन याचोक, केपी मास्के, युवराज श्रेष्ठ, दमन बर्सेत, हवेन्द्र प्रसाद देव। यहाँ आउनुहोस् भन्दै लिनुहोस्, आउनुहोस् आउनुहोस् न, आउनु आउनु।
यो चाहिँ लिनु सक्नु त्यो चाहिएन नि मलाई रिटायर भएपछि चाहियो के रिटायर सर्टिफिकेट दिनु त्यो त लिनु यो तपाईँको सहमतिमा तपाईँले माइनोरिटी गरेपछि हुन्छ भनेर लेखेको यसरी हुन्थ्यो अब त झन् सबले भएपछि भयो नि त बेइज्जती भयो नि मेरो यो सल्लाहले गर्ने कुरा यो अब यो कुरा चाहिँ अस्ति नै सल्लाह गर्नु पर्थ्यो अब यहाँ पूर्व अध्यक्षहरू मिटिङ बसेर अब के छलफल गर्नुभयो लेखापढी नभए मान्छेलाई आशा नदिने भन्ने प्रस्ताव राख्नु भयो यहाँले यो बन्द सेसन हो यो चाहिँ कुरा राख्नु चारजना यहाँ या अब यो रिसाउने काम चाहिँ नगर्नु होला ल उसो भए यो सहमति पत्र रद्द गरिदिउँ म यो सामाजिक क्लब हो यसमा त्यो मनमुटाव भन्दा सल्लाहले तपाईँसँगै सोधेर गरेको हो अब यहाँ यस्तो सबैजनाको सहमति हुँदा पनि रिस देखाउनुहुन्छ भने यो चाहिँ जायज हुँदैन यो राम्रो हुँदैन यो स्वभावमा होइन होइन ल ठिक छ उसो भए उहाँको इच्छाअनुसार यो पत्र यहीँ रद्द भएको घोषणा गर्छु धन्यवाद धन्यवाद दमन बस्नेतज्यू. With this, we now come to the conclusion of 19th AGM Club 50 Nepal. Thank you everyone for being a part of this AGM. यति भन्दै म अक्षता शाक्य तपाईहरुसँग बिदा लिन चाहन्छु. धन्यवाद. हाम्रो महासचिव युवराज श्रेष्ठज्यूलाई चाहिँ यो पत्र माइनोरिटीमा टाँच्न अनुरोध गर्दछु. एकपल्ट यो मनको तितोहरू बिसाउँदै पदमनाथ सुवेदी हाम्रो कोषाध्यक्षज्यूलाई 1 मिनेट आएर हेलो पदमनाथ सुवेदीज्यूलाई 1 मिनेट मुसुक्क हाँसेर नमस्ते गरिदिनु हुन रिक्वेस्ट गर्छु. तपाईँ आउनु हुँदैन त तपाईँको तर्फबाट मैले नै गरिदिन्छु फेरि 2 वर्ष. खाना लाउनु पर्यो क्या खाना खानु पाइन्छ यहाँ खाना लगाइदिनु हाम्रो श्रेष्ठ दमन गर्दै भन्नु पर्यो नि ल खाँदा ल्याउनु साइन गर्नु इलेक्सन कमिटी माइरो टाँच्ने हो नि यो ल खै ल बधाई छ बधाई भन्नु सम्पूर्णमा मेरो एउटा डिस्टर्ब अगाडि यहाँले म एउटा काम गर्छु बनाउनु भयो मलाई दाएर कुराकानी गर्ने गाह्रो हो मन दुखेको छ त्यतिकै के यस्तै हुँदो रहेछ किन मन दुखेको कारण गाह्रो पनि हाँस्नुपर्ने अवस्था आउँदो रहेछ हस् यति भन्दै सबैलाई Thank you everyone. We are now back from a tea break. Moving forward, we now move to a very important segment of today's program. That is the official announcement of newly elected executive committee. So for this, I would like to request our election commissioner of Block 50 Nepal, Mr. Deepak Malhotraju, to kindly do the honors. धन्यवाद. यो दोस्रो सेसनको सुरुवात फेरि मैले गर्ने मौका पाएँ. यो दोस्रो सेसनको सुरुवात मैले गर्ने मौका पाएँ र सर्वप्रथम म यो इलेक्सन कमिसनर भन्दा पहिला 1 मिनट चाहिँ म यो क्लब 50 को पास्ट प्रेसिडेन्टको हिसाबले म 2 शब्द बोल्न चाहन्छु. त्यो के भन्दाखेरि अब यो क्लब 50 मा आजसम्म सजिलै प्रकारले सबैले सोचेर अगाडि बढेको र राम्रै पनि थियो. कहिले कसो यस्तो दाबी विरोध अलिकति मनमुटाव हुनु पनि पर्छ. त्यो हुँदाखेरि नेक्स्ट टाइमलाई सतर्कता अप्नाउन सकिन्छ. ए होइन है हामीले उहाँको बारेमा पनि सोच्नुपर्छ उहाँको बारेमा पनि सोच्नुपर्छ भन्ने कुराको आज चाहिँ केही हदसम्म चाहिँ नि त्यो कुरा देख्यो. त्यसले गर्दाखेरि नेक्स्ट टाइम हामी यसलाई करेक्सन गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ. र अब नेपाल
बिहानदेखि बेलुकासम्म राजनीति हुने ठाउँ हो। यहाँ पनि आज सानो राजनीति भयो होइन। त्यसले गर्दाखेरि कुनै नहुने कुरा होइन। नेपालको विषयमा कुरा गर्नु पर्दाखेरि पत्रिका पढौँ राजनीति, बिहान कुरा सुनौँ राजनीति, विकासको कुरा त कहिले पनि हुँदैन यो देशमा। त्यसले गर्दाखेरि यो कुरा यहीँ राखेर अब आज 11 जनाको नोमिनेसन परेको छ र अहिलेसम्ममा कुनै दाबी विरोध नभएको कारणले गर्दाखेरि म अहिले न्युली इलेक्टेड 11 जनाको म नाम वाचन गर्न जाँदैछु र उहाँहरूलाई म बधाई पनि दिन चाहन्छु। र सर्वप्रथम मिति 2082 11/9 मा 19औं वार्षिक साधारण सभा कार्यतालिका बमोजिम सम्पन्न भएको निर्वाचनमा तपसिलका कार्यकारिणी सदस्यहरू निर्विरोध निर्वाचित भएको प्रमाणित गरिन्छ। निर्वाचित सदस्यहरू रोशन कृष्ण श्रेष्ठ अध्यक्ष, एकचोटि फेरि नाम रोशन कृष्ण न्याछ्यो अध्यक्ष, प्रदीप कुमार कार्की वरिष्ठ उपाध्यक्ष, युवराज श्रेष्ठ उपाध्यक्ष, अवेन्द्र प्रसाद देव सचिव, पदमराज सुवेदी कोषाध्यक्ष, शान्ति मोक्तान कार्यकारिणी सदस्य, डाक्टर कविता अधिकारी कार्यकारिणी सदस्य, प्रमोद कुमार जयसवाल कार्यकारिणी सदस्य, बाबा खड्गा सुवेदी कार्यकारिणी सदस्य, सृजना श्रेष्ठ कार्यकारिणी सदस्य। यसको साथसाथै म नवनिर्वाचित सम्पूर्ण पदाधिकारी अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई बधाई पनि दिन चाहन्छु र अब आउने कार्यकाल उहाँहरूले जसरी योभन्दा पहिला यो सञ्चालन गरियो भयो, डाक्टर अङ्गुर बाबाको कार्यकाल जुन सफलतापूर्वक सम्पन्न भयो, मलाई पूर्ण विश्वास छ अब आउने कार्यकाल पनि त्यसरी नै अगाडि बढ्नेछ। उहाँलाई फेरि धन्यवाद दिन चाहन्छु र योभन्दा पहिलाको टिमलाई पनि म एकपल्ट धन्यवाद दिन चाहन्छु र साथसाथै हामी सबैजना अन्य सदस्यहरूले पनि जसरी यसको यो क्लब 50 बनेको थियो आजभन्दा 19 वर्ष अगाडि र हामी निरन्तर रूपमा सुरुदेखि अहिलेसम्म लागेकै छौँ र आउने दिनहरूमा पनि हाम्रा कार्यकारी सदस्यहरू बाहेक पनि हामी बाँकी सदस्यहरूले पनि त्यही प्रकारले यसलाई अगाडि बढाउन मद्दत गर्नुपर्नेछ र CSR-मा अझ बढी सशक्त रूपमा हामी अगाडि बढ्नुपर्नेछ भन्दै म आजको यो एकपल्ट फेरि अन्तिममा फेरि म धन्यवाद बधाई दिन चाहन्छु। त्यसपछि हामी सर्टिफिकेट दिइसकेन, पढेर पछि तयार भएको छैन। श्री रोशन कृष्ण न्याछ्योज्यू अध्यक्ष सर्टिफिकेट सदस्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। म भन्छु भने अगाडि आउनु पर्ला। यता हेरिदिनु त दिपक सर। क्लब 50 को नयाँ अध्यक्षज्यू रोशन कृष्ण न्याछ्योज्यूलाई तालीले स्वागत गरौँ। धन्यवाद। प्रदीप कुमार कार्कीज्यू सिनियर भाइस प्रेसिडेन्ट, वरिष्ठ उपाध्यक्षज्यूमा प्रदीप कुमार कार्कीज्यूलाई स्वागत गर्दै सबैले ताली बजाउँ। थ्याङ्क यू सो मच। बधाई सधाई। नाम बिस्तारै उपाध्यक्षमा युवराज श्रेष्ठज्यू, युवराज श्रेष्ठज्यूलाई उपाध्यक्ष पद पाउनु भएकोमा सबैजनाले तालीले स्वागत गरौँ। बधाई छ युवराजलाई। सचिव पदमा अवेन्द्र कुमार देवज्यूलाई आइदिनु हुन अनुरोध गर्दछु। यसमा चाहिँ नाम थ्याङ्क यू अवेन्द्रजी। हाम्रो क्लब 50 सचिवजीको पदमा आइदिनु भएकोमा सबैले तालीको साथ स्वागत। कोषाध्यक्षज्यू पदम कुमार काफ्लेज्यू, पदम
कुमार सुवेदीज्यूलाई कोषाध्यक्ष पदमा ग्रहण गर्नुभएकोमा हार्दिक धन्यवाद गरी तालीले स्वागत गरौँ। सुवर्णराज भण्डारीज्यू कार्यकारिणी सदस्यमा मनोनित हुनुभएकोमा उहाँलाई तालीले स्वागत गरौँ। बधाई छ। शान्ति मोक्तानज्यू यहाँ मेरो नि आउँछ कहिले कहिले। शान्ति मोक्तानज्यूलाई कार्यकारिणी सदस्य धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रमोद जयसवालज्यू प्रमोद जयसवालज्यूलाई कार्यकारिणी सदस्य हुनुभएकोमा तालीले स्वागत गरौँ। बधाई छ दाइ। एकपल्ट पर्वत दाजु यता पनि हेर्नु यहाँ नाम भन्न जान्दैन भनेर मैले भने। अब हाम्रो बाबा खड्गा सुवेदीज्यू उहाँले पनि कार्यकारिणी सदस्यज्यूलाई नियम मनोनित हुनुभएकोमा तालीले स्वागत गरौँ। थ्याङ्क यू बाबा बहिनी, बधाई छ। एकपल्ट यतै हेरिदिनु होला। बाबाको मोली दिन्छु कविता। डाक्टर कविता अधिकारी कार्यकारिणी सदस्यमा मनोनित हुनुभएको, उहाँ उपस्थित हुनुहुन्न। उहाँ चाहिँ अहिले गाइनीको सेमिनारमा अहमदाबादमा हुनुहुन्छ। उहाँको उपस्थितिमा चाहिँ भूपेन्द्र कार्कीज्यूले दिइदिनुहुन्छ। उहाँको मैले जे म दिन्छु हो उहाँलाई। अब सृजना मास्कीज्यू ल थ्याङ्क यू सो मच। सृजनाको मै लिइराखौँ। अहिले आउँछ ऊ आउनु त तर ल ल सृजना मास्की। अब एउटा बाँकी हुन्छ त्यो चाहिँ अब एउटा सदस्य एउटा कृष्ण यहाँ छौँ। क्लब 15 नेपालको नवनिर्वाचित अध्यक्ष आज 9 फागुन 2082 मा सबै साथीहरूको अगाडि क्लब 15 नेपालको विधान मर्यादा र लक्ष्यप्रति पूर्ण प्रतिबद्धता जनाउँदै इमानदारी र निष्ठापूर्वक आफ्नो पदको कर्तव्य पालना गर्ने शपथ लिन्छु। आफ्नो नाम भन्ने म क्लब 50 नेपालको नवनिर्वाचित आज 9 फागुन 2082 मा सबै साथीहरूका अगाडि क्लब 50 नेपालको विधान मर्यादा र लक्ष्यप्रति पूर्ण प्रतिबद्धता जनाउँदै इमानदारी र निष्ठापूर्वक आफ्नो पदको कर्तव्य पालन गर्ने शपथ लिन्छु। सिग्नेचर गरेर अब म अक्षता शाक्य आजको यो क्लब 50 नेपालको 19th एनुअल जनरल मिटिङमा तपाईहरु सबैलाई स्वागत गर्दछु। Today we all are gathered here to review the progress, achievements and financial performance of the past year and also to discuss the way forward of our organization.
कुनै पनि प्रोग्राम सञ्चालन गर्न सभापतिको आवश्यकता पर्ने भएको हुनाले म क्लब 50 नेपालको प्रेसिडेन्ट डाक्टर अङ्गुर कार्कीज्यूलाई सभाको अध्यक्षता ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अब स्टेजमा आसन ग्रहण गरिदिन हुनको लागि म हाम्रो चिफ गेस्ट फाइनान्स सेक्रेटरी मिस्टर घनश्याम रेग्मीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो स्पेशल गेस्ट प्रेसिडेन्ट अफ चेम्बर अफ कमर्स कमलेश कुमार अग्रवालज्यूलाई पनि स्टेजमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो संस्थापक अध्यक्ष केपी मास्कीज्यूलाई पनि स्टेजमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो सिनियर भाइस प्रेसिडेन्ट रोशन कृष्ण न्याचुज्यूलाई पनि स्टेजमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। इलेक्सन कमिश्नर अफ क्लब 50 नेपाल दीपक मल्होत्राज्यूलाई पनि स्टेजमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अब बुके र ब्याजको लागि चाहिँ डाक्टर अङ्गुर कार्कीज्यू र त्यसैगरी अब अगाडिको कुर्सीमा आसन ग्रहण गरिदिन हुन म उत्तर खत्रीज्यू सहसचिव अर्थ मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी जीव राम भण्डारीज्यू वरिष्ठ पत्रकारलाई पनि हार्दिक अनुरोध गर्दछु। डिरेक्टर अफ सुवेरु हस्पिटल विनोद आचार्यज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी प्रदीप मान वैद्यज्यू प्रेसिडेन्ट अफ हिन्दू इकोनोमिक फोरम नेपाललाई पनि हार्दिक अनुरोध गर्दछु। विष्णु गोपाल श्रेष्ठज्यू प्रेसिडेन्ट अफ नेसनल फ्यामिली प्लानिङ एन्ड वेलफेयर काउन्सिललाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो पूर्व अध्यक्षहरू भूपेन्द्र कार्कीज्यू, रमेश ल्युटेलज्यू, सर्वभक्त रञ्जितज्यू, उत्तम मास्कीज्यू, दमन बस्नेतज्यूलाई पनि आग्रह गर्दछु। Now I would also like to kindly request the Club 50 office bearers and members to please take their designated seating areas. So programलाई officially सुरु गर्नको लागि now I would like to kindly request everyone to please rise up for the national anthem. अब म हाम्रो सिनियर भाइस प्रेसिडेन्ट मिस्टर रोशन कृष्ण न्याचुज्यूलाई वेलकम रिमार्क्सको लागि स्टेजमा बोलाउन चाहन्छु। कृपया उहाँलाई जोरदार तालीको साथ स्वागत गरौँ। प्रेसिडेन्ट अफ हिन्दू इकोनोमिक फोरमलाई पनि अगाडि स्टेजमा बस्दिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषिका बहिनीलाई।
यस क्लब 50 नेपालको 19औं महाधिवेशन समारोहमा उपस्थित रहनुभएका हाम्रा प्रमुख अतिथि अर्थ सचिवज्यू, देशमा विराजमान रहनुभएका मैले आदर गर्नुपर्ने, सम्मान गर्नुपर्ने मेरा आदरणीय व्यक्तित्वज्यूहरू र अगाडि देशमा विराजमान रहनुभएका आदरणीय साथीहरूमा र सम्पूर्ण क्लब 50 नेपालका सदस्यज्यूहरूमा सर्वप्रथम त मेरो अन्तरात्मादेखि न्यानो अभिवादन। नमस्कार। कसैले मलाई सोध्यो भने क्लब 50 के हो भनेर सोध्दा म के भन्छु भन्दाखेरि धनको धनीको साथसाथै मनको पनि धनी व्यक्तिहरू मिलेर आजभन्दा 20 वर्ष अगाडि सन् 2006 मा 18 जना एउटा रचनात्मक कार्य गर्ने एउटा व्यक्तिहरू मिलेर बनाइएको एउटा संस्था हो। यो कुनै यो नन पोलिटिकल भनौँ हैन, यो नन रिलिजियस साँच्चै नै एउटा व्यक्तिको व्यक्तित्व विकास, एउटा परिवारको एउटा सुख र आनन्दको लागि र समाज र राष्ट्रको एउटा उन्नतिको लागि केही गरौँ भन्ने व्यक्तिहरूको एउटा समूह र साँच्चै नै आज यो क्लब 50 नेपालले आफ्नो एउटा 19औं महाधिवेशन समारोह गर्दै गर्दाखेरि विभिन्न आरोह अवरोहहरू पार गर्दै मामी सर्दै एउटा समाजमा योगदान पुर्याउने व्यक्तिहरू एउटा निर्माण गर्दै थुप्रै सामाजिक क्रियाकलापहरू गर्दै यहाँसम्म आइसकेको छ र यो चुनौतीको बावजुद पनि अवश्य पनि यो संस्था एउटा दिगो रूपमा अगाडि सरेको छ र आगामी दिनमा पनि अवश्य पनि यो संस्था यो समाजको लागि, यो देशको लागि, देशको उन्नतिको लागि, समृद्धिको लागि अगाडि बढ्ने म वचनबद्धता पनि व्यक्त गर्न चाहन्छु। र आजको यो एउटा स्मरणीय पल भनौँ, स्मरणीय क्षण भनौँ, एउटा जापानिजमा एउटा शब्द छ इचिगो इचिए भन्छ। साँच्चै नै यो पल भनेको फेरि दोबारा आउँदैन। यो पललाई चाहिँ कसरी हामीले चाहिँ यसलाई सदुपयोग गर्ने, यसलाई स्मरणीय बनाउने, एउटा महत्त्वताका साथ लिने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। त्यसकारण अवश्य पनि आजको यो दिन हाम्रो प्रमुख अतिथिज्यू, हाम्रा अर्थ सचिवज्यू हुनुहुन्छ, व्यस्तताको बावजुद पनि अहिले देशको जुन किसिमको अहिले यो निर्वाचनको माहौल छ होइन, त्यो माहौलको बावजुद पनि उहाँले टाइम निकालेर आइदिनु भएको छ होइन। हाम्रा विशिष्ट अतिथि हाम्रा चेम्बर अफ कमर्सका अध्यक्षज्यू हुनुहुन्छ होइन, सम्पूर्ण यहाँ देशमा विराजमान रहनुभएका हाम्रा अतिथिज्यूहरू हुनुहुन्छ। सबैको पल 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 किम्ती छ। त्यो पल पललाई चाहिँ हामीले चाहिँ एउटा अनुभवको रूपमा, अनुभूतिको रूपमा, स्मरणार्थको रूपमा लिएर यसलाई चाहिँ एउटा क्लब 50 लाई अझ दिन दोगुना रात चौगुना अगाडि बढाउनको लागि म यहाँहरूमा हार्दिक अपिल पनि गर्न चाहन्छु। र अवश्य पनि भोलिको दिनमा जुन अहिले योभन्दा अगाडि पनि हाम्रो पहिलो सेसन भएको थियो, यो पहिलो सेसनमा जुन किसिमको एउटा स्ट्र्याटेजीहरू बनेको छ, जुन किसिमको एउटा डिप्लोमेसीको कुराहरू भएको छ, जुन वर्षभरिमा गर्ने प्लानिङको कुराहरू भएको छ, त्यो प्लानिङको कुराहरूलाई पनि अवश्य हाम्रो समाजतिर फर्केर हामी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। र आजको यो दोस्रो सेसनको जुन हाम्रो प्रोग्राम छ, प्रोग्राममा अवश्य पनि यहाँहरू आइदिनु भएको छ। म पुनः एकपटक यहाँहरूमा चाहिँ हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। र यहाँहरूको आगमनले हामीलाई हौसला मिलेको छ, उत्साह मिलेको छ, ऊर्जा मिलेको छ। सबैप्रति म कृतज्ञ छु र पुनः एकपटक हार्दिक स्वागतम। Thank you so much, sir, for your warm welcome address. So now, to mark the auspicious beginning of today's program, may I kindly request our chief guest, Mr. Khoncham Regmiju, to light the ceremonial panels. सर अलिक फन्ड भएर गरिदिनु।
Thank you so much, sir. Moving forward, अब म स्टेजमा हाम्रो महासचिव मिस्टर युवराज श्रेष्ठज्यूलाई एनुअल रिपोर्ट प्रेजेन्ट गर्नको लागि हार्दिक अनुरोध गर्दछु। क्लब 50 नेपालको 19औं वार्षिक साधारण सभाका सभापति तथा क्लबका अध्यक्ष आदरणीय डाक्टर अङ्कुर कार्की, त्यस्तै गरी यस कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायज्यू, विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका आदरणीय अध्यक्ष श्री कमलेश कुमार अग्रवाल दाई, मेरो एकदमै प्यारो दाई, हामीलाई जहिले पनि माया गर्ने, जहिले पनि मोटिभेटेड गर्ने कमलेश दाई हाम्रो लागि चाहिँ एउटा रोल मोडल पनि हो। किनभनेदेखि हामी जस्तो युवा अहिले जुन जेनजी मुभमेन्ट आइराखेको छ, तर पनि नेपालमा बसेर धेरै चिज गर्न सकिन्छ, स्पेसली कर्पोरेट सेक्टरमा चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने एउटा उदाहरणीय व्यक्तित्व चाहिँ आदरणीय दाई हुनुहुन्छ। र क्लब 50 नेपालमा दाईलाई एकदमै स्वागत छ। किनभनेदेखि क्लब 50 नेपाल सोसल अर्गनाइजेसन मात्रै होइन, यो कर्पोरेट क्लब पनि हो दाई, त्यसले गर्दा दाईलाई मैले स्वागत गर्न चाहेँ। त्यस्तै गरी पदाधिकारी ज्यूहरू, त्यस्तै गरी यहाँ हाम्रा चाहिँ विशिष्ट अतिथिहरू हुनुहुन्छ, एकदम समाजमा चाहिँ एकदम पोजिटिभ कार्य गर्नुहुने अग्रज व्यक्तित्वहरू, हामीसँग क्लबमा चाहिँ पूर्व अध्यक्ष ज्यूहरू हुनुहुन्छ, त्यस्तै गरी हामीसँग कार्य समितिका सदस्य ज्यूहरू हुनुहुन्छ, लाइफ टाइम मेम्बरहरू हुनुहुन्छ, त्यस्तै गरी हाम्रा आदरणीय भाउजूहरू हुनुहुन्छ। र त्योभन्दा पनि ठुलो कुरा चाहिँ हामीसँग यस्तो पोटेन्सियल मेम्बरहरू हुनुहुन्छ, देशको लागि चाहिँ ठुल्ठुलो योगदान पुर्याइसक्नु भएको, नेपाल सरकारमा बसेका एकदम ठुला पोस्टहरू रिटायर हुनुभएका आदरणीय दाईहरू हुनुहुन्छ, पूर्व मन्त्री हाम्रो चाहिँ आदरणीय गृहमन्त्री हाम्रो निरञ्जन थापा दाई पनि हुनुहुन्छ, पूर्व चाहिँ उहाँ चाहिँ इजरायलको चाहिँ राजदूत पनि भइसक्नु भएको छ, जसको कारणले चाहिँ क्लब 50 नेपाल चाहिँ ओन्ली समाज सेवा मात्रै गर्ने होइन कि तपाईँको चाहिँ देशको लागि तपाईँको फरक खालको सोच लिएर अगाडि बढेको क्लब पनि हो भन्ने कुरा चाहिँ हामीले यसरी बुझेका छौँ। त्यस्तै गरी हामीसँग वरिष्ठ पत्रकारज्यूहरू हुनुहुन्छ, सबैलाई चाहिँ क्लब 50 नेपालको आजको यो साधारण सभामा स्वागत गर्न चाहेँ। यो हाम्रो क्लब 50 नेपालले वर्षभरि गरेका एक्टिभिटिज चाहिँ स्लाइड प्रेजेन्टेसनलाई मैले सबैलाई चाहिँ यो प्रेजेन्टेसनको लागि चाहिँ स्क्रिनमा देखाउन चाहेँ। मार्च 11, 2024मा चाहिँ क्लब 50 नेपालले 1 वर्ष अगाडि काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख अतिथिको भएर चाहिँ हामीले क्लब 50 नेपालको चाहिँ साधारण सभा गरेका थियौँ। यो चाहिँ होटल क्राउन प्लाजा नक्सालमा गरिएको थियो। नेक्स्ट, अगस्त 12, 2024मा कार्य समिति सदस्य सुवर्णराज भण्डारी ज्यूले चाहिँ क्लबको मन्थली मिटिङ आयोजना गर्नुभएको थियो। क्लब 50 नेपाल चाहिँ स्थापना हुँदाखेरि चाहिँ हाम्रो चाहिँ एभ्री एनुअल मिटिङ चाहिँ प्रत्येक मेम्बरहरूले होस्ट गर्ने सिस्टम थियो र बिचमा अलिकति ग्याप भएको थियो। यो चाहिँ सुरुवात चाहिँ हाम्रो चाहिँ एक्जिक्युटिभ कमिटी मेम्बर सुवर्णराज भण्डारी ज्यूले चाहिँ यो सुरुवात गर्नुभएको थियो। नेक्स्ट, अगस्त 29, 2024मा क्लब 50 नेपालले 30 कार्यक्रम आयोजना यो थासाङ घर कुमारी पार्टीमा चाहिँ आयोजना गरिएको थियो, जसमा चाहिँ हाम्रो चाहिँ क्लबका सदस्यका जीवन सङ्गिनीहरूलाई चाहिँ हाम्रो तीजको उपहार र दर खुवाउने कार्यक्रम चाहिँ गरिएको थियो। नेक्स्ट, नोभेम्बर 15, 2024मा क्लब 50 नेपालको मासिक बैठक बसेको थियो होटल क्राउन प्लाजा नक्सालमा। उक्त बैठकमा चाहिँ अन्डर-19 महिला टिम क्रिकेट टिमले चाहिँ हामीले एउटा टुर्नामेन्ट जितेर आएको थियो नेपालको टिमले चाहिँ। त्यो टिमलाई चाहिँ हामीले बधाई तथा शुभकामना कार्यक्रम पनि राखेका थियौँ त्यही अवसरमा। डिसेम्बर 8, 2024मा पनौती आधारभूत विद्यालयमा 40 जना विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ शैक्षिक सामग्री वितरण गरिएको थियो। क्लब 50 नेपालले चाहिँ यो पनौतीको यो स्कुल करिबन 110 वर्षभन्दा पुरानो स्कुल सँग चाहिँ यो क्लब 50 नेपाल इस्टाब्लिस भएदेखि नै हामीले चाहिँ त्यो स्कुलसँगको सहकार्यमा चाहिँ हामीले सामाजिक कार्यहरू र स्पेसली त्यहाँ चाहिँ तपाईँको विद्यार्थीहरू, अब हुन त यो पनौती भनेको एकदम राजधानीबाट नजिकको स्कुल, तर त्यहाँ चाहिँ तपाईँको धेरै नै तपाईँको जो आय आर्जन एकदमै कम भएको चाहिँ यो विद्यालयमा पढ्ने भाइ बहिनीहरू चाहिँ हामीले धेरै नै पाइयो।
त्यसले गर्दाखेरि चाहिँ यो स्कुलमा पढ्ने भाइ बहिनीहरूलाई चाहिँ क्लब 50 नेपालका पूर्व अध्यक्षज्यूहरूले चाहिँ त्यो तपाईँको चाहिँ छात्रवृत्ति प्रदान गरेर अहिले ब्याचलर पनि पास गरिसकेका धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ जुन चिजलाई चाहिँ हामीले कन्टिन्युटीको हिसाबमा चाहिँ यो कार्यक्रम हामीले एभ्री इयर गरिराखेका छौँ भनेदेखि यहाँ अहिले पनि क्लब 50 नेपालले चाहिँ को छात्रवृत्तिमा चाहिँ पढेका भाइ बहिनीहरू भएको पनि मैले यो जानकारी गराउन चाहेँ। नेक्स्ट डिसेम्बर 9 2024 मा क्लब 50 नेपालको पद्धति अनुसार मासिक बैठक चाहिँ हामीले यो डायमन्ड हिल हामीले चाहिँ एभ्री मिटिङहरू चाहिँ विभिन्न ठाउँहरूमा गर्छौँ। यो चाहिँ क्लब सोसल काम मात्रै होइन कि यो रिक्रिएसन पनि गर्ने हाम्रो एउटा क्लबको यो मोडल छ। त्यो हिसाबमा चाहिँ हामीले यो क्लब 50 नेपाल र शिखर इन्सुरेन्स को सहयोगमा क्लब 50 नेपालका पूर्व अध्यक्ष आदरणीय उत्तम मास्के दाईको स्पाउस आदरणीय सविता मास्के भाउजू चाहिँ अहिले शिखर इन्सुरेन्सको डिसिओ पनि हुनुहुन्छ र उहाँको कम्प्युटर चाहिँ हामीले पनौतीको स्कुललाई चाहिँ ह्यान्डओभर गरेका थियौँ। एक्टिभिटिज र अकम्प्लिसमेन्ट डिटेलमा प्रेजेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। We now move forward to a very special event of the evening, that is the official launch of Abhayan magazine. यसको लागि म हाम्रो चिफ गेस्ट मिस्टर घनश्याम रेग्मीज्यू र क्लब प्रेसिडेन्ट डाक्टर अङ्कुर कार्कीज्यूलाई विनम्र अनुरोध गर्दछु। रिमोट उठेछ भन्छ रिमोट छ बिचमा एकछिन To receive the appreciation of support, firstly, I would like to request our immediate past president, Daman Bostetju, to come on the stage. To appreciate the members who made significant contribution in making this tenure successful, we are providing this appreciation of support to the past members. Next, I would like to call Senior Vice President Roshan Krishna Najadu to receive the appreciation of support. General Secretary Yuvraj Restaju to receive the appreciation of support. Next, I would like to call our Treasurer Padam Raj Subediju on the stage. Next, I would like to call the Executive Committee members, starting with Ashok Thapaju, Subarna Raj Bhandariju. Moving forward, I would like to call Prithvi Raj Vaidyaji. Next, I would like to call Geeta Ranaju. Moving forward, I would like to call Shanti Muktanju. Next, I would like to call Habindra Devju. Next, I would like to call Priya Ranjan Singhju. Thank you everyone for making this tenure a successful one. This tenure would not have been possible with all of your hard work. I would like to call Purva Adyaksha Bhupendra Karkiju, Pradeep Kumar Karkiju, Sampadak Abhiyan, Padam Raj Subediju, Sampadak Abhiyan. Next, I would like to call Baba Khorkaju, Sampadak Abhiyan. Next, I would like to call Ramesh Dahalju, Atithi Sampadak.
यता हेरिदिनु होला उहाँलाई चाहिँ म यहीँबाट भन्छु उहाँले चाहिँ हाम्रो यो जुन किताब नेपालमा धेरै सहयोग गरिदिनु भयो लास्ट मोमेन्टमा यो पहिला अगाडि नै भयो थियो एजिङको गाडी उहाँलाई बिरामी भएर पनि गरिदिनु भयो होइन यहाँ अलि धेरै मेहनत गरिदिनु भएको भएर उहाँलाई धेरै धेरै धन्यवाद Now, may I request the President, Dr. Ongur Karkiju, to present token of love to our respected Chief Guest, Mr. Ghanshyam Regmeju, as a gesture of gratitude and appreciation. Dr. Ongur Karkiju को टेन्युरमा एकदमै धेरै स्पेशल एफोर्ट गरिदिनु भएकोहरूलाई अप्रिसिएट गर्नको लागि उहाँ यहाँ स्टेजमा आउँदै हुनुहुन्छ. Good evening everybody. म चाहिँ यो 19औं वार्षिक साधारण सभामा मेरो कार्यकाल 3 वर्ष भयो 25 मार्च 2022 देखि आज 21 फेब्रुअरी 2026 सम्ममा मेरो कार्यकालमा सबै कार्यकारिणी सदस्यज्यूहरूले मलाई सहयोग नगर्नु भएको होइन गर्नु भएको छ तर स्पेशल थ्याङ्क दिन चाहन्छु जसले मलाई एक दिन पनि छोड्नु भएन एउटा स्टेप पनि उहाँहरूले मलाई छोड्नु भएन र यति सफलतापूर्वक चाहिँ प्रत्येक स्टेपमा प्रत्येक उसमा चाहिँ सहयोग गर्नुभएको भएर मेरो आफ्नो पर्सनल तर्फबाट चाहिँ उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र साथै साथै चाहिँ क्लबको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु त्यही भएर उहाँहरूलाई चाहिँ एउटा सानो मायाको चिन्ह दिनलाई चाहिँ मलाई भित्र आत्मादेखि चाहेको हुनाले म उहाँलाई दिन चाहन्छु फर्स्टमा चाहिँ म युवराज श्रेष्ठज्यूलाई दिन चाहन्छु जो हाम्रो महासचिवज्यू हुनुहुन्छ उहाँले प्रत्येक माइ मिटिङ एउटा पनि खाली नराखिकन माइ मिटिङ बनाइदिनु भयो र प्रत्येक मिटिङमा उहाँको होटेलमा बोलाउनु भयो र प्रत्येक मिटिङमा उहाँले चाहिँ म्यासेज भाइबरमा राखिदिनु हुन्थ्यो यति नभएको भएदेखि हाम्रो यो क्लब पिपीहरूमा मिटिङमा आउनलाई कसैले हेर्थ्यो कसैले हेर्दैन थियो र उहाँले सबै कार्यक्रममा चाहिँ उहाँले चाहिँ सचिवज्यूबाट भएर पनि उद्घोषको पनि उहाँले सबैले सञ्चालन गरिदिनु भयो रामले त्यसको लागि चाहिँ उहाँलाई धन्यवाद नदिई बस्न सक्दिनँ थ्याङ्क यू सो मच युवराज भाइ Next, I would like to call Baba Kharka Subediju. केपी मास्टर दाइले त मैले सबैले भन्दा मैले नभन्नुपर्ने जस्तै भइसक्यो होइन तर नभनी बस्न सक्दैन हिज माई ब्रदर जस्तो उहाँले चाहिँ संस्थापक भनेको उहाँले नै संस्थापक गरेर सुरु गरिरहनु भएको छ सबैजनाले गर्नुभएको छ होइन सबैजनालाई धन्यवाद आफ्नो ठाउँमा छ तर उहाँले चाहिँ एउटा सानो सानोमा ल अङ्गुर आज फलान ठाउँमा अलिकति डोनेसन गरौँ भनेर उहाँले प्रत्येक महिना 2 महिनापछि 3 महिनापछि मलाई फोन गरेर मैले पनि टाइम निकालेर उहाँले भनेको बेलामा अहिलेसम्म गइरहेको छु त्यसको लागि मेनी थ्याङ्क यू सो मच दाइ For this, I would like to request the Election Commissioner and Purva Daksha of Club 50 Nepal, Mr. Deepak Malhotra, to kindly do the honors. Thank you, Bhai, again. Yes, कार्यक्रमका सभापतिज्यू हाम्रा प्रमुख फाइनेन्स सेक्रेटरी घनश्याम उपाध्यायज्यू विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालज्यू तथा उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू यस क्लब 50 का एक्जिक्युटिभ मेम्बरहरू उपस्थित सम्पूर्ण महानुभावहरू तथा भाउजू बहिनीहरू सबैलाई म पनि मेरो तर्फबाट स्वागत गर्न चाहन्छु र हामीले यो निर्वाचन सम्पन्न गरिसकेका छौँ
र निर्वाचनमा म सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूको सबभन्दा पहिला त म नाम लिन चाहन्छु। त्यसपछि उहाँलाई बधाई दिँदै उहाँलाई माल्यार्पण र त्यसपछि हाम्रो सेरिमोनियल चेन अफ अफिस हाम्रो पास्ट आउटगोइङ प्रेसिडेन्टबाट न्युली अपोइन्टेड प्रेसिडेन्टलाई हस्तान्तरण गरिदिनुको अनुरोध गर्न चाहन्छु। सबभन्दा पहिला म यो न्युली अपोइन्टेड पदाधिकारीहरूको अध्यक्ष लगायत सम्पूर्ण नाम लिन चाहन्छु। र अध्यक्षमा निर्वाचित हुनुभएको छ, निर्विरोध निर्वाचित हुनुभएको छ श्री रोशन कृष्ण न्याछो, उहाँलाई बधाई दिन तारिक पड्का अलिकति हो अब हजुरको पद गयो अब अब म नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्री प्रदीप कुमार कार्कीज्यूलाई उहाँ अहिले त्यसपछि म उपाध्यक्ष श्री युवराज श्रेष्ठज्यूलाई निम्त्याउन चाहन्छु। त्यसपछि म नवनिर्वाचित महासचिव इन्जिनियर हवेन्द्र प्रसाद देवज्यूलाई निम्त्याउन चाहन्छु। त्यसपछि नवनिर्वाचित कोषाध्यक्ष पदमराज सुवेदीज्यूलाई म निम्त्याउन चाहन्छु। त्यसपछि म नवनिर्वाचित कार्यकारी सदस्य श्री प्रदीप कुमार जयसवालजीलाई निम्त्याउन चाहन्छु। त्यसपछि म नवनिर्वाचित कार्यकारी सदस्य सुवर्णराज भण्डारीजीलाई निम्त्याउँछु। त्यसपछि म नवनिर्वाचित कार्यकारी सदस्य बाबा खड्का सुवेदीलाई निम्त्याउन चाहन्छु। दिपदाले छेकिदिनु फेरि तपाईँ ठिक छ त्यसपछि म अन्तिममा कार्यकारी सदस्य नवनिर्वाचित कार्यकारी सदस्य शान्ति मोक्तानज्यूलाई निम्त्याउन चाहन्छु। त्यसपछि म सृजना श्रेष्ठज्यूलाई पनि नवनिर्वाचित सदस्य हुनुहुन्छ उहाँलाई पनि निम्त्याउन चाहन्छु। र यसको साथसाथै म आउटगोइङ टिमलाई पनि धन्यवाद दिन चाहन्छु। सफलतापूर्वक उहाँहरूले आफ्नो टेन्योर पुरा गर्नुभयो र साथसाथै म अब नयाँ सम्पूर्ण पदाधिकारीहरू अध्यक्षज्यू लगायतलाई अब आउने क्लब 50ले अझ बढी अहिलेसम्म जे भएको छ त्योभन्दा बढी उचाइमा पुर्याउनु हुनेछ भन्ने आशाका साथ उहाँलाई पनि म बधाई दिन चाहन्छु। Congratulations to the new president. We wish you successful and an impactful tenure ahead. Moving forward, I would now like to invite the outgoing president, Dr. Ankur Karkiju, to receive a token of love from newly elected president, Roshan Krishna Natharju. निरञ्जन थापाज्यू, हाम्रो लाइफ टाइम मेम्बर र पास्ट होम मिनिस्टरलाई स्टेजमा बोलाउन चाहन्छु।
सभापति महोदय, आजको हाम्रो प्रमुख अतिथि हाम्रो प्रमुख हाम्रो प्रमुख अतिथि चेम्बर अफ कमर्सका हाम्रा कमलेश अग्रवालजी र नवनिर्वाचित पदाधिकारी साथीहरू र आफ्नो कार्यकाल पुरा गरेर गइसकेका साथीहरू, खास गरी हाम्रो जुबिराम जिल्लामा देखिरहेको छु म आज तपाईँसित धेरै कुरा गर्ने पक्ष पनि छैन, धेरै लामो कार्यक्रम पनि भएको छ। खालि एउटा आज मित्रताको बारेमा मात्रै तपाईँहरूलाई चाहिँ कुरा गर्दाखेरि उचित हुन्छ जस्तो मलाई लागेको छ। र मित्रता भन्ने कुरा के हो त र 50+ को यसको आकर्षण के हो त भन्ने एउटा कुरामा मात्रै सीमित भएर चाहिँ टुङ्ग्याउन चाहन्छु। मित्रता भन्ने कुरा एउटा अधिक कुराहरू हुन्छ। भोलि तलमाथि परेको अवस्थामा दाजुभाइ फस्केर आउँछ, ठेगान हुँदैन, त साथी तुरुन्त आउँछ। र झन् यो 50+ गरिसकेपछि साथीको झन् धेरै आवश्यकता पर्दो रहेछ र साथी नभइकन बाँच्नै नसकिने अवस्था हुँदो रहेछ। अहिलेसम्म हाम्रो जुन यो कपाल खुल्ने अवस्था जुन हामी आयौँ, मेरो विचारमा यो कपाल खुल्ने अवस्थासम्म सबैलाई सबै साथीहरूबाट मद्दत भएर नै हामी यहाँ पुगेका छौँ। चाहे म राजनीतिक क्षेत्रमा पुगेको होला, कोही बिजनेसमा होलान्, कोही पढाइमा होला, जे होला हरेक कुरामा पनि भइरहेका र साथीहरूको भावनालाई जुटेर एउटा 50+ चाहिँ बनाइएको छ र यसमा चाहिँ हाम्रो दाजुभाइ आत्मीयताको उसमा राख्छ र यसमा बसेर समाजसेवा गर्ने पनि हाम्रो अटुट रहेको छ। त्यसै क्रममा मैले साथीहरूको बारेमा 2-3वटा कुरा मलाई भन्न मन लागिरहेको छ तपाईँहरूसित। साथी भनेको तपाईँको चाहिँ प्रेम र साथीमा के फरक छ भनेर सोद्धाखेरि एउटाले के भन्यो भने प्रेम भनेको सुन हो, साथी भनेको हिरा हो। सुनलाई अलिकति तलमाथि भाँच्यो भने पनि बन्न सक्छ, नयाँ नयाँ गहनाहरू पनि बन्न सक्छ, तर हिरामा अलिकति पनि दाग लाग्यो भने त्यो हिरा काम लाग्छ। त्यस कारणले गर्दाखेरिमा त्यो साथी भनेको त्यति आवश्यकता पर्छ। त्यो हिरा हो, त्यो त्यसलाई अलिकति दाग लाग्नु हुँदैन, अलिकति पनि चोट लाग्नु, अलिकति चोट लाग्ने पनि त्यो हिरा काम लाग्दै हुँदैन। र अर्को कुरा म के निवेदन गर्न चाहन्छु भने कुनै मान्छेलाई हामी सङ्गत गर्दाखेरिमा त्यो मान्छे राम्रो छ कि छैन भनेर कसरी चिन्ने भन्दाखेरिमा त्यो मान्छेलाई यसो हेर्ने कुरो त्यसले पुरानो साथीतिर राखेको छ कि छैन। यदि त्यसले पुरानो साथी राखेको छ भने त्यो साथी नै त्यो एउटा चाहिँ मित्र हो। र साथीभाइमा सबभन्दा ठुलो र सानो भने पटक्कै हुँदैन। हामी सबैलाई थाहा छ भगवान् श्रीकृष्ण र सुदामा साथीले। मलाई आज एउटा कुरो भन्न कति ভাল लाग्छ, भगवान् श्रीरामले केवटलाई गरेको मित्रताको चाहिँ अजीब छ। भगवान् श्रीरामको राज्याभिषेक हुने बेलामा अरू कसैलाई बोलाउनु पर्छ कि कसैलाई बोल्नु पर्थ्यो भनेर चाहिँ राजदरबारका कर्मचारीले सोद्धा भगवान् श्रीरामले के भनेर भने मेरो साथी केवटलाई चाहिँ बोलाइदिनु पऱ्यो है भनेर चाहिँ बोलाइएको अवस्था हुन्छ। त्यस कारणले यो मैत्री भाव, यो प्रेम त्यही हुन्छ। मलाई एउटा गुलजारले भनेको कुरा मलाई याद आएको छ कि एउटा गुलजारले लेखाएको छ एक ठाउँमा, एउटा मान्छे गएको छ एउटा होटलमा, यहाँ जे पनि पाइन्छ भने त्यो होटलवालाले भन्यो। अनि त्यो गुलजारले के भन्छ, यहाँ जे पनि पाइन्छ, जे पनि पाइन्छ, मेरो पुरानो साथीहरू पनि छ, यहाँ पाउँछ भने मतलब त्यो होटलमा सबै कुरो भएर पनि भएर एउटा पुरानो साथी चाहियो। मित्र भन्ने कुरा त्यस्तो अगाध चिज हो, असाध्यै ठुलो सम्पत्ति हो, असाध्यै ठुलो चाहिँ के भन्छ आवश्यकता कुरो। कि हामी 50+ मैत्री भाव, मित्रता कायम गर्दै समाज सेवा गर्ने भावना लिएर गएको छौँ। त्यो सदा अमर रहोस्, रहिरहोस् भनी हार्दिक शुभकामना व्यक्त गर्छु। धन्यवाद। Now, as we move
forward to the final segments of today's program, it's my privilege to invite our chief guest, Mr. Khoncham Regmiju, to address the gathering. धन्यवाद। डेस्कमा आसीन तथा डेस्कको अगाडि आसीन सम्पूर्ण आदरणीय महानुभावमा हार्दिक नमस्कार। सर्वप्रथम त यस कार्यक्रममा सहभागी हुने जुन अवसर जुटाइदिनु भयो, क्लब 50 भनेपछि मलाई पनि चाहिँ उत्सुकताका साथ सहभागी हुन चाहिँ मन लाग्यो। विशेष गरेर म 50 प्लसको क्लब हो कि म जान मिल्दैन कि भन्ने मैले सोचिरहेको थिएँ। खास 50 पुगेको छैन, आइ एम जस्ट रनिङ 48, तर यो 50 को नजिक आएको चाहिँ महसुस भयो। अब म चाहिँ यो जुन कार्य समिति र एकदमै सुरुवातदेखि योगदान गर्नुभएको संस्थापक अध्यक्षज्यू, पूर्व मन्त्रीज्यू लगायत सम्पूर्ण आदरणीय महानुभावहरूमा पुनः चाहिँ यस्तो सामाजिक काममा जो हजुरहरूले प्रमोट गरिराख्नु भएको छ, यसमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र जुन कार्य समितिले कार्य सम्पन्न गर्नुभयो उहाँहरूलाई पनि बधाई, र जुन निर्वाचित हुनुभएको अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरूलाई बधाई तथा आगामी कार्यकाल चाहिँ शुभ रहोस्, एकदमै सफल रहोस्, एकदमै क्रियाशील रहोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले यहाँ हामी जो जति छौँ होला, हामी धेरै नै चाहिँ मलाई पर्सनल्ली कस्तो लाग्छ भने धेरै किसिमका सेवा सुविधा र धेरै किसिमका अवसरहरू पाएका व्यक्तिहरूभित्र पर्छौँ। हामीभन्दा धेरै कमजोर समुदाय र धेरै कमजोर वर्ग चाहिँ टाढा र बाहिर रहेको छ, जसको आवाज चाहिँ बुलन्द हुन सक्दैन। त्यस्तो समुदायका लागि सहयोग गर्ने जुन चाहिँ कार्यक्रमहरू, जस्तै पुस्तक वितरणका कार्यक्रमहरू र यो चाहिँ बाढी पहिरोमा पीडितहरूका लागि कपडा वितरणका कार्यक्रमहरू पनि चाहिँ यो क्लब 50 ले सञ्चालन गरेको देखियो। आफैमा यो आफ्ना सदस्यहरू बिचको सोसियलाइजेसन र अघि पूर्व मन्त्रीज्यूले भन्नुभयो, एउटा साथी कर्ण साखीले एउटा पुस्तक सोचमा लेख्नु भएको छ, कसैसँग पनि सेयर गर्न नसकिने कुरा सेयर गर्ने पनि कुनै साथी चाहिन्छ भन्ने किसिमको उहाँको बुकमा मैले पढेको थिएँ। साथीहरू एउटा सोसियलाइज हुने र एउटा इन्फर्मल एउटा फोरम पनि हो यो लुज फोरम, र सँगसँगै मलाई चाहिँ फिल भएको यो संस्थाको पोटेन्सियालिटी जति हो त्यो चाहिँ गतिमा र त्यति चाहिँ डेन्सिटीमा चाहिँ सामाजिक काम अझै थप चाहिँ आगामी कार्य समितिले बढाउनेछ भन्ने म विश्वास व्यक्त गर्दछु। र पुनः पनि म निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। हामी एउटा अर्को कार्यक्रममा पनि जोइन हुने समय भएको हुनाले म यो क्षमा माग्दै म बिदा पनि माग्दछु। हस्, धन्यवाद। यस सभाका अध्यक्ष, अब अघि त डक्टरजी हुनुहुन्थ्यो, अब अहिले रोशनजी हुनुभएको छ र ड्यासमा बस्नुभएको हाम्रो च्याम्बर अफ कमर्सको अध्यक्षज्यू कमलेश अग्रवालज्यू, क्लब 50 को अध्यक्ष पूर्व अध्यक्ष दीपक ममताज्यू र कार्कीज्यू र अगाडि बस्नुभएको यहाँ मेरा अतिथिहरू, विशेष अतिथिहरू र क्लब 50 का साथीहरू, मिडिया साथीहरू र गण्यमान्य व्यक्तिहरू सबैलाई चाहिँ मेरो हार्दिक अभिनन्दन छ। र क्लब 50 को 19औं यो जमघटमा यहाँहरू सबैजना उपस्थित भएको हुनाले यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र 19 भन्ने बित्तिकै एउटा चिज चाहिँ मनमा आउँछ क्या, यो अङ्क कस्तो खालको छ भने नेपालको भेरी पपुलर अङ्क हो यो चाहिँ जेनजी अङ्क हो। जेनजी भन्ने बित्तिकै नेपालमा उथुलपुथुल ल्याएको र अहिलेको इलेक्सन गर्नमा बाध्यता पुऱ्याएको र त्यस्तै खालको इनर्जेटिक एक्टिभ र प्रोग्रेसिभ टाइपको चाहिँ हाम्रो यो क्लब 50 यो लामो समयको फ्लोबाट चाहिँ अहिले यो स्थितिमा पुगेको छ। क्लब 50 पनि त्यही हिसाबमा जसरी जेनजीको एउटा हिसाब छ त्यही हिसाबमा यो क्लब 50 पनि भेरी
एक्टिभ रोलमा चाहिँ यसले आफूलाई स्थापना गरेको छ र यो के भने क्लब 50 को जन्म चाहिँ मेरो अफिसमा भएको र यो जन्म हुँदाखेरि चाहिँ मेरो अफिसमा चाहिँ साथीभाइहरू आइरहेको थिए मेरो कमलादी अफिसमा र त्यहाँनिर चाहिँ साथीभाइहरू आउँदाखेरि उनीहरूको कुराहरू सुन्दाखेरि त अब यो इनर्जेटिक र नयाँ नयाँ विचारहरू नयाँ नयाँ भावनाहरू र केही यो देशलाई गरौँ भन्ने र केही समाजलाई दिउँ भन्ने विचारहरू धेरै जसोले पोख्थे तर गर्ने चाहिँ के भने भन्थे तर अब गर्नुको लागि त एउटा प्लेटफर्म चाहियो प्लेटफर्म भयो भने चाहिँ सजिलो हुन्छ भन्ने हामी सबैलाई महसुस भएपछि हामीले यो क्लब 50 को जन्म चाहिँ त्यहाँबाट सुरु गरिहाल्यौँ हाम्रो चाहिँ लाइक माइन्डेड पिपुलहरू त्यही विचारधारा भएकोहरू र त्यस्तै खालको कार्यशैलीमा जुट्ने व्यक्तिहरूलाई चाहिँ एउटा समावेश गरेर चाहिँ यो क्लब 50 लाई चाहिँ हामीले त्यहाँनिर सुरुवात गऱ्यौँ र यो चाहिँ एउटा होम ग्रोन क्लब हो र लोकल क्लब हो र यो होम ग्रोन क्लबमा चाहिँ विशेष गरिकन चाहिँ के भने हाम्रो एक्टिभिटिजहरू पनि त्यस्तै सानो किसिमको हुन्छ र त्यो सानो एक्टिभिटिजहरू पनि तर भेरी इफेक्टिभ हाम्रो एउटा टार्गेट ग्रुपहरू जसलाई चाहिँ त्यो खाँचो छ जसलाई चाहिँ केही चाहिएको छ जसलाई चाहिँ समस्या छ त्यो ग्रुपलाई चाहिँ हामीले चाहिँ लगेर पुर्याउने केही गरिदिने त्यो खालको चाहिँ हाम्रो चाहिँ भावनाहरू भएको हुनाले त्यस्तै खालको हाम्रो एक्टिभिटिजहरू चाहिँ हुन्थ्यो अब यहाँ नेपालमा धेरै इन्टरनेसनल क्लब्सहरू छन् तिनीहरूको चाहिँ के भने टेन्टाकल्स तिनीहरूको काम गर्ने शैलीहरू चाहिँ भेरी बडा ब्रोडन एस्पेक्टमा हुन्थ्यो त्यो खालको चाहिँ हाम्रो होइन तर हाम्रो चाहिँ भेरी इफेक्टिभ भेरी पावरफुल र टार्गेट एरियाजहरूमा हामीले चाहिँ एक्टिभिटिजहरू गर्छौँ जसले गर्दाखेरि यसले हरेक क्षेत्र समाएको छ यसले ब्लाइन्ड्सहरूको लाई पनि समातेको छ यता प्लान्टेसन पनि गरिरहेको छ यो कमलादीमा यो कान्तिपथमा र ठमेलमा हामीले आजभन्दा 15-16 वर्ष अगाडि लगाएको सबभन्दा पहिले रुख चाहिँ यहाँ लगाउने स्ट्रिटमा लगाउने क्लब हाम्रो क्लब त्यति बेला हामीले 150 क्लब लगाएको थियौँ पछिबाट अरूहरूले पनि फेरि त्यसमा थप्दै गए अनि त्यही प्रकारले हामीले चाहिँ एक किसिमले के भने यो मेडिकल क्याम्प्सहरू अनि खाद्यान्नहरू जता कपडाहरू स्कुलमा चाहिने यो पाठ्य पुस्तकहरू यी सबै चिजहरू चाहिँ हामीले चाहिँ जब हामीलाई त्यो चाहिँ विषयमा चाहिँ माग्न आउँथ्यौँ त्यसलाई चाहिँ हामीले त्यो हिसाबले चाहिँ त्यहाँ पुर्याउने पुऱ्याएर सहयोग गर्ने हामीले गरेका छौँ र यो चाहिँ एउटा के भने एकतालि मदन कृष्णजी आउनुभएको थियो हाम्रो क्लबमा र उहाँले के भन्नुभयो भने होम ग्रोन क्लबहरू जुन छ नेपालमा त्यसमा उहाँहरू धेरै जानुभएको रहेछ र उहाँले के भन्नुभयो भने यो होम ग्रोन क्लबहरू 3-4 वर्ष मात्रै टिक्छन् 4-5 वर्ष मात्रै टिक्छन् किनभने यिनीहरूले अगाडि चाहिँ एकदम साह्रो इन्थुसिजम साथ एकदम भव्य रूपमा चाहिँ यसको इनोभरेसन गर्छ पछिबाट चाहिँ बिस्तारै बिस्तारै त्यो एक्टिभिटिजहरू चलाउँदै जान्छ र त्यो क्लब चाहिँ बिस्तारो चलाउँदै जान्छ तर तपाईँहरूको चाहिँ काम गर्ने शैली तपाईँहरूको डाइनामिक किसिमको जुन एक्टिभिटिजहरू छ त्यो देख्दाखेरि चाहिँ मलाई के लाग्यो भने यो क्लब चाहिँ धेरै माथिसम्म जान्छ भनेर भन्दाखेरि हामीलाई बडा खुसी लागेको थियो त्यति बेला कि यो क्लबले चाहिँ एउटा मोमेन्टम लिन्छ होला के गर्छ होला भन्ने हामीलाई चाहिँ त्यति बेला फिल भएको थियो र यो एउटा यसले चाहिँ अघि भर्खर भन्नुभयो यो एउटा सोसियलाइज हुने एउटा प्लेटफर्म पनि हो अहिले हामीले चाहिँ सुरु गर्दाखेरि के भने इन्टरटेनमेन्ट ग्यादरिङ धेरै जसो हुन्थ्यो इन्टरटेनमेन्ट ग्यादरिङ गर्नुहुन्थ्यो हामी हरेक महिना बस्थ्यौँ त्यसमा धेरै जसो चाहिँ एउटा रिक्रिएसनल किसिमको एक्टिभिटिजहरू हुन्थ्यो रमाइलो गर्ने खानपिन गर्ने होटलमा अथवा रेस्टुरेन्टहरूमा तर पछि गएर चाहिँ यो बिस्तारै बिस्तारै यसले चाहिँ सोसियल एक्टिभिटिजहरू सानसानोबाट गर्दा गर्दै हामी चाहिँ ठुलो रूप पनि लिन थाल्यौँ जस्तै हामीले चाहिँ यो कोभिडको टाइममा भुइँचालोको टाइममा क्लब 50ले ठुल्ठुलो कामहरू गरिरहेको छ सयौँ मान्छेहरूलाई खाद्यान्न बाँडिएको छ लत्ता कपडा बाँडिएको छ हामीले बनौतीमा 84 वटा सेट बनाइदियौँ एउटा स्कुल बनाइदियौँ अनि त्यो स्कुल यति राम्रो थियो कि त्यसलाई इनोभेट गर्नको लागि चाहिँ त्यहाँनिर चाहिँ जिल्ला शिक्षा अधिकारी आउनुभएको थियो उहाँले के भन्नुभयो भने मैले यति स्कुलहरू चाहिँ इनोभेट गरेँ तर तपाईँहरूले बनाएको जस्तो राम्रो स्कुल चाहिँ अझसम्म मैले कहीँ देखेको छुइनँ र अब चाहिँ जति पनि स्कुलहरू बनाउँछ म सबैलाई पहिले यहाँ हेर्न जानु अनि त्यस्तै बनाउने हो भने मात्रै म तपाईँलाई पर्मिसन दिन्छु भनेर भन्दाखेरि हामीलाई बडा खुसी लाग्यो हामीले चाहिँ राम्रै काम गरिरहेको रहेछौँ है भन्ने खालको चाहिँ एउटा त्यहाँ हामीलाई अनुभूति पनि भयो है त्यस्तै गरिकन हामीले कोभिडको टाइममा पनि
अब लकडाउन भएको छ, मान्छेहरूलाई निक्लिनु पाउँदैन, पेडलर्सहरू, डे वर्कर्सहरू, तिनीहरूको चाहिँ अब आर्थिक स्थिति पनि त्यति राम्रो हुँदैन, तिनीहरूलाई चाहिँ खानाहरूको पनि समस्या भन्ने कुरा हामीलाई जानकारी हुन आयो। र त्यसपछि हामीले चाहिँ बौद्धमा एउटा हामीले चाहिँ त्यहाँनिरको खानाको व्यवस्था गर्यौँ। त्यहाँनिर हामीले झन्डै 250जना मान्छेहरूलाई 2.5 महिनासम्म हरेक दिन खान दिन्थ्यो। अनि जहाँ चाहिँ त्यही पेडलर्सहरू, त्यो वर्कर्सहरू, त्यहाँका मगज माग्नेहरू ती सबैजना आएर खान्थे र रमाउँथ्यो र हामीलाई आशीर्वाद दिन्थ्यो। र यो जतिसुकै काम गरे पनि वास्तवमा चाहिँ के भने नि, हामीले गरेको एक्टिभिटिजबाट मानिसहरूलाई चाहिँ एउटा सानो बेनिफिट चाहिँ अवश्य हुन्छ, तर त्योभन्दा ज्यादा बेनिफिट हामीलाई हुन्छ। किन हुन्छ भने वी बिकम मोर ह्युमन, वी बिकम मोर क्रिएटिभ। हामी चाहिँ झन् के भने एउटा इमान्दार मान्छे हुँदै आउँछौँ क्या। हामी चाहिँ अझै त्यो काम गर्दाखेरि चाहिँ हामी चाहिँ के भने लभेबल पिपुल हुन आउँछौँ। हामी बिस्तारै बिस्तारै चाहिँ हामी चाहिँ झन् के भने राम्रो काम गर्नु पर्दो रहेछ भन्ने खालको भावना पनि हुन्छ। र हामी चाहिँ त्यसपछि एउटा राम्रो विचार लिएर कसैलाई पनि हामीले कुनै किसिमको चाहिँ हानि नोक्सानी पुर्याउनु भन्दा पनि सहयोग गर्ने खालको भावना चाहिँ यसबाट बढ्दो रहेछ। र क्लब 50मा चाहिँ झन्डै हाम्रो 40-45 जना मेम्बरहरू छ। र त्यो 40-45 मेम्बरमा 20-25 जना चाहिँ भेरी एक्टिभ छ। तिनीहरू चाहिँ जहिले पनि बोलाउँदाखेरि आउने, तिनीहरू काममा सहयोग गर्ने, तिनीहरूलाई के गर्यो भने उनीहरूले पनि सहयोग एउटा आफ्नो वातावरण मिलाउने। यो चाहिँ 20-25 जना मेम्बरहरू चाहिँ यो क्लबमा जहिले पनि एक्टिभ रोलहरू लिइरहेका छन्। र हाम्रो चाहिँ इन्टरनेसनल च्याप्टर पनि छ। अब लन्डनमा तपाईँहरूले अघि देखिहाल्नुभयो, लन्डनमा भएको हाम्रो च्याप्टरले यहाँ पनि पैसा पठाइदिन्छ, उहाँ पनि एक्टिभिटिज गरिरहेको हुन्छ। र त्यो च्याप्टरले पनि आफ्नै एक्टिभिटिजहरू एमङ नेपालिज त्यहाँ गरिरहेको हुन्छ लन्डनमा। त्यस्तै हाम्रो यहाँ पनौतीमा पनि छ लोकल डोमेस्टिक च्याप्टर, उनीहरूले पनि त्यहाँनिर आफ्नो हिसाबले एक्टिभहरू गरिरहेछ। र यो सबै देख्दाखेरि क्लब 50मा अब अहिले आएको जुन हाम्रो मित्रहरू छन्, जुन यो प्यानल नयाँ ग्रुपहरू छ, विशेष गरिकन चाहिँ हाम्रो रोशन कृष्णजी, उहाँले चाहिँ अब यो लिड गर्दै हुनुहुन्छ। उहाँलाई चाहिँ म धेरै धेरै शुभकामना दिन चाहन्छु। र उहाँले चाहिँ अब यसलाई चाहिँ धेरै माथि लिएर जानुहुन्छ भन्ने मलाई लाग्छ, किनभने उहाँ एउटा अनुभवी, डाइनामिक र भेरी प्रोग्रेसिभ विचारधाराको हुनुहुन्छ। र यहाँबाट अब जाने हाम्रो आइपिपी डाक्टर अङ्कुर कार्कीज्यूलाई पनि उहाँको कार्यकालमा उहाँले धेरै राम्रो काम गर्नुभएको छ, उहाँलाई धेरै धेरै बधाई। थ्याङ्क यू भेरी मच। यस क्लब 50 को यो 19औं एनुअल जनरल मिटिङका सभापति रोशन कृष्ण न्याच्युज्यू, अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, पूर्व अध्यक्ष डाक्टर अङ्कुर कार्की, यहाँ म देख्दैछु पूर्व अध्यक्ष दीपक मल्होत्रा दाई, पूर्व मन्त्री तथा पूर्व राजदूत यहाँ हुनुहुन्छ निरञ्जन थापा, त्यसै गरी यो हाम्रो नेपाली समाजका स्थापित व्यक्तित्वहरू, महिला तथा सज्जनवृन्द, मेरो साथीहरूको हुनुहुन्छ दमन बस्नेत। हामी एकदम लामो समयदेखि म रोशन कुमार न्याच्यू र दमन बस्नेतजीसँग एकदम लामो समयदेखि परिचित व्यक्ति। र यो मलाई खुसी लाग्यो, यो क्लब 50, अघि हाम्रो सहीजी भन्दै हुन्थ्यो म बिलो 50, उहाँ चाहिँ प्लस 50। 50 भनेको त्यो परिपक्वताको द्योतक हो, अर्थात् अनुभवले खारिएका व्यक्तिहरू, तपाईँहरूको विभिन्न क्षेत्रमा जुन खालको योगदान छ, यहाँ प्रहरीका विशिष्ट व्यक्तिहरू, एआइजी साहबहरू पनि म देख्दैछु, सफल अर्धाङ्गिनीहरू, सफल पुरुषहरूका सफल अर्धाङ्गिनीहरू म यहाँ देखिरहेको छु। मलाई लाग्छ यो जुन एउटा तपाईँहरूले जो प्रयत्न गर्नुभएको छ, सामाजिक क्षेत्रमा पनि बहुत राम्रो काम गर्नुभएको रहेछ। यो एलिटहरूको क्लब मात्रै होइन, अर्थात् रमाइलो गर्ने, मौज मस्ती गर्ने त्यस्तो मात्रै होइन रहेछ। विभिन्न प्रतिकूल समय, अप्ठ्यारो अवस्थाबाट गुज्रेका नेपाली जनहरू, वास्तवमा नेपाली साह्रै दुखी जात हो, त्यो कर्मले नै त्यो अब त्यस्तो छ। अब किनभने आफैले हर चिज गर्छन् अनि कब्बरमा हात लाएर बस्छन्, नेपाली त्यो वर्गमा पर्दछ।
त त्यसका लागि तपाईँहरूले महत्त्वपूर्ण काम गर्नुभएको रहेछ। मैले यो हेरेँ, मलाई खुसी लाग्यो। म एउटा संसार क्षेत्रमा काम गर्ने व्यक्ति भएको नाताले नयाँ अध्यक्ष रोशन नेक्स्युज्यू आउनुभयो। मेरो तर्फबाट तपाईँलाई गर्नुपर्ने एउटा सञ्चारकर्मीको हैसियतले म अफर गर्छु। मैले तपाईँ टेलिभिजनमा बोल्न चाहनुहुन्छ भने एनी टाइम यु आर वेलकम। तपाईँलाई सहयोग गर्न तयार छु र सञ्चार क्षेत्रमा खेल्नुपर्ने भूमिका निर्वाह गर्नु पर्यो भने म सधैँ साथमा छु। त्यही यहाँलाई मैले आश्वासन दिएँ र तपाईँको कार्यकाल अत्यन्त सफल रहोस्। किनभने तपाईँ हर क्षेत्रमा म तपाईँलाई चिन्दछु, बुझ्दछु, सार्प हुनुहुन्छ, क्रियाशील हुनुहुन्छ र जहाँ तपाईँले छुनुहुन्छ त्यहाँ सफल हुनुभएको छ। त्यस कारण तपाईँको यो नेतृत्व क्लब 50ले अझ रचनात्मक काम गर्नेछ र आउने दिनमा तपाईँ थप सफल हुनुहुनेछ भन्ने मलाई विश्वास लागेको छ। यो लामो समय बोलेर म चाहिँ कानुनको विद्यार्थी, पत्रकारिताको विद्यार्थी कि बोलिरहन मन लाग्छ। झन् जति मानिसको अनुहार हेरेर झन्झन बोल्न मन लाग्छ। तर अब म राजनीति गर्ने मानिसहरूले यस्तो बोर गराइदिन्न। तर यसको अर्थ अघि निरञ्जन थापा दाइले कस्तो राम्रो बोलिदिनु भयो है। त्यो एकदम तपाईँ राम्रो एउटा शब्द पनि तपाईँ चयन त्यसरी गर्नुभयो। त म यहाँहरूको सम्पूर्ण टिमको कार्यकाल सफलताको कामना गर्दै मलाई जुन अवसर प्रदान गर्नुभयो यो विशिष्ट सभामा म यहाँहरू सबैलाई म हार्दिक धन्यवाद, आभार प्रकट गर्दछु। सफलताको पुनः रोशन नेक्स्यु सरको नेतृत्वमा जो कमिटी बन्यो सबैको सफलताको म कामना गर्दछु। धन्यवाद। धन्यवाद जीवराम भण्डारीज्यू। अब हाम्रो आउटगोइङ प्रेसिडेन्ट डाक्टर अङ्कुर कार्कीजीलाई शुभकामना मन्तव्यको लागि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार, गुड इभिनिङ सबैलाई। हाम्रा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र देशमा पाल्नु भएका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई नमस्कार व्यक्त गर्न चाहन्छु। ल अब मैले यो माइकमा चाहिँ निवर्तमान अध्यक्ष भनेर भन्न चाहन्छु। अब सबै जुन हाम्रो कार्य गतिविधिहरू हाम्रा अहिले निर्वाचित उपाध्यक्षज्यूले सबै पेश गरिसक्नु भएको छ। त्यसबाट पनि प्रश्न हुन्छ कि क्लब 50 के छ र कसो छ भनेर मलाई सानो एउटा बोल्न मन लागेको चाहिँ के भन्दाखेरि चाहिँ अब आउने यी सब कार्यकारिणी सदस्यज्यूहरू सबैलाई चाहिँ मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र म निर्वर्तमान अध्यक्ष भएर पनि यहाँहरूको कमिटीमा रहनेछु। यहाँलाई मैले गरेको गतिविधि सल्लाहहरू सधैँ उपलब्ध हुनेछ। यो एउटा चाहिँ एकजनाले गर्ने क्लब होइन, यो चाहिँ सबैजनाको सहमति र ऊर्जाहरू चाहिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ म यहाँहरू सबैलाई चाहिँ धन्यवाद र बधाई दिन चाहन्छु र साथै मैले क्लब 50 का सबै भाउजूहरूलाई मैले भाउजू ग्रुप बनाएर एउटा मेसेज पठाएको थिएँ। त्यसमा सबैजनाले हेरेर आइदिनु भएकोमा म धेरै खुसी छु। थ्याङ्क यू सो मच। अब म अध्यक्षता नभए पनि होइन, म पनि त्यसमा रहन्छु, पूर्व मात्रै हो। त्यही भएर यहाँहरू भाउजूहरूले पनि सबैजनालाई यो कन्टिन्युटी गरिदिन भन्ने अनुरोध गर्दछु र हाम्रा क्लबका अध्यक्ष के अरे सदस्यज्यूहरू सबैलाई पनि यहाँ नयाँ नयाँ सदस्यज्यू आउनु भएको छ। यहाँहरू सबै आएर पहिलाको भन्दा धेरै सदस्यता होस् भन्न म चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू अल अफ यू। Thank you so much, Dr. Ankur Karkiji. As we now approach to the final segments of today's program, it's my privilege to invite our special guest, President of Chamber of Commerce, Mr. Kamlesh Kumar Agrawalji, to address the gathering. क्लब 50 का नवनिर्वाचित अध्यक्षज्यू तथा निवर्तमान अध्यक्षज्यू, भूतपूर्व अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू, विशिष्ट व्यक्तित्वहरू, सर्वप्रथम त यो क्लब 50 को 19औं वार्षिक साधारण सभाको
सो अवसरमा यसको सफलताको लागि मेरो हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। क्लब 50 भनेपछि आफैमा एउटा मेच्युर्ड व्यक्तिहरूको संस्था देखियो। अघि मैले अर्थ सचिवज्यूसँग कुरा गर्दै थिएँ कि उहाँहरूलाई सरकारी क्षेत्र र अन्य क्षेत्रमा धेरै फरक रहेछ। क्लब 50 मा सरकारी क्षेत्र त 50 पुग्ने बित्तिकै रिटायर्ड हुने टेन्सनबाट गुज्रिरहेको हुन्छ भने व्यवसायीहरू प्रोफेसनलहरू त झन् मेच्युर्ड लाइफ नै सुरु हुन्छ आफ्टर 50। तपाईँको व्यवसायीहरूको डिसिजन मेकिङ क्यापासिटी 50 वर्षपछि हुन्छ। मेरो यत्रो लामो कर्पोरेट सेक्टरको अनुभवमा 50 वर्षभन्दा बढी नभइकन त त्यहाँ कर्पोरेट सेक्टरमा डिसिजन सही हुन्छ भनेर नि विश्वास पनि हुँदैन। त्यसकारण यहाँहरूको धेरै ठुलो महत्त्वपूर्ण रोल छ। अब यहाँ तीनटा कुराको मैले हेरेँ। एउटा त सामाजिक सेवाका परियोजनाहरू अत्यन्त सराहनीय छन्। सदस्य अब एउटा यो सबभन्दा ठुलो प्लेटफर्मको बेनिफिट कहाँ लिन सकिन्थ्यो भने सदस्यहरूको सिप र अनुभवको आदान प्रदान गर्ने यो मञ्च अझै सुदृढ बनाउनु पर्यो, जसले गर्दाखेरि हाम्रो यत्रो वर्षको अनुभवलाई हामी एक आपसमा यो आदान प्रदान गर्न सकौँ। तेस्रो अहिले अर्को मैले हेरेको यो युवा पुस्तासँग सहकार्य गरी अन्तर्पुस्तीय सम्बन्ध पनि बलियो बनाउनु पर्ने हुन्छ। किनभने आजको समय प्रविधि र सामाजिक परिवर्तनले भरिएको छ। यस्तो अवस्थामा हाम्रो जुन आपसमा भएको अनुभवको भण्डारलाई समाजको मार्गदर्शनको रूपमा हामीले प्रयोग गर्न सक्यौँ भने यो क्लबको उद्देश्यको पूर्ति हुन सक्छ भन्ने चाहन्छु। अब यहाँ सबभन्दा आजको आवश्यकता भनेको सबै क्लब 50 का सदस्यहरू अन्य बाँकी सबैलाई एकजुट भएर कुनै पनि अगाडि बढ्यो भने लक्ष्य असम्भव देखिँदैन। एकता, पारदर्शिता र सकारात्मक सोच नै हाम्रो यो क्लब 50 को सफलताको मूल आधार हो। हामी सक्रिय रहौँ, स्वस्थ रहौँ र समाजका लागि प्रेरणादायी उदाहरण बनौँ। उमेर केवल सङ्ख्या मात्र हो, आत्मविश्वास र इच्छा शक्ति नै वास्तविक शक्ति हो। यति भन्दै मेरो भनाइ यही टेक्याउन चाहन्छु। धन्यवाद कमलेश कुमार अग्रवालज्यू। अब अध्यक्षज्यूको आज्ञाले यो क्लब 50 नेपालको 19th एनुअल जनरल मिटिङ कन्क्लुड भएको छ। थ्याङ्क यू एभ्रीवन फर योर प्रेजेन्स, पार्टिसिपेसन एन्ड कन्ट्रिब्युसन। Long live our Club 50. Yes. धन्यवाद।